ओलीले हप्तामा 3 चोटि कांग्रेससँग हाम्रो राम्रो सम्बन्ध छ, सरकार ढल्दैन, म यति वर्ष यति महिना यति दिन सत्तारमा बस्छु भन्ने गीत गाइछन्। त्यो बार भनिरहनुले नै एउटा सरकारको अस्थिरता अगाडि देखायो र कांग्रेसका बैठकमा सरकार कहिले छोड्ने कसरी छोड्ने भन्ने डिबेटभित्र गमराम गुम्रुम विवाद चलिराखेको छ। एमाले शिक्षा मन्त्रालय युनिभर्सिटी लिने अनि कांग्रेसले चाहिँ यो राष्ट्र ब्याङ्कको गभर्नर पाउने यो गठजोडमा अहिलेको यो अलि जुन क्राइसिस चलिया छ त्यो क्राइसिस अहिले फेरि मिल्ने स्थिति आयो रे भन्ने चाहिँ अनुमानहरू बाहिर आउन लागेका छन्। घण्टामा सरकार डल्ने हो कि भन्ने विवाद र छलफल अगाडि चलिराखेका छन्। प्रचण्डको सोच भने पनि करिब राजाकै यस्तो सोच भएको छ कि सत्ता बना मेरो हो, गणतन्त्र मैले ल्याएँ, गणतन्त्रमा मेरा 10 सिट भए पनि चाहिँ मैले नै प्रधानमन्त्री हुन पाउनुपर्छ भन्ने प्रचण्डको सोचमा चोट पुग्यो। कांग्रेसकै सरकार बन्नुपर्ने हो, चाहिँ एमाले अपोजिसनमा बस्नुपर्ने हो। तेस्रो पार्टीले चाहिँ फर्स्ट पार्टीमा चाहिँ यो संसदीय अभ्यासमा त्यो अब तेस्रो पार्टी र फर्स्ट पार्टी मिलेर सरकार बनाउने हो, एमाले अपोजिसनमा बस्ने हो। तर यी तिनटै नेतालाई के चाहियो? प्रधानमन्त्री नै चाहिएको छ। फेरि यसो हेर्दाखेरि झगडा गरे जस्तो गर्ने, पालो गरी खाने हो। शेरबहादुर नै प्रधानमन्त्री हुनुपर्ने अथवा आरजु प्रधानमन्त्री हुने यस्ता कुराहरू अगाडि आउन थालेका छन् कि त्यहाँ स्वच्छ छविको खोजी चाहिँ गर्ने परम्परा कांग्रेसमा पनि छैन, एमालेमा पनि छैन। ओलीजीका त कति छन् गिरिबन्धु टी स्टेटदेखि अहिले कम्बोडियासम्मका कुराहरू आएछन्। अनि त्यति मात्र नभएर कीर्तिपुरमा 1.5 अरबको बिल्डिङको दान लिने जस्ता कुराहरू पनि आएछन्। यी सबै भ्रष्टाचारले विकृति भएका कांग्रेस पनि विकृति भयो, एमाले पनि विकृति भयो। यो राजावादी आन्दोलन भनेर जुन अगाडि आयो यसका अधिकांश मान्छेहरू चाहिँ सरकारसँग असन्तोष भएका मान्छे त्यहाँ छन्। तिनकुने घटनामा सरकारले चाहिँ हस्तक्षेप गरेर जुन हिंसा भड्कियो, सरकारले के ठान्यो भने अब बिस्तारै राजावादी मास बढ्ने भयो। यो तिनकुनेमा पनि मास नै पहिलेको राजाको स्वागत गर्ने मासभन्दा ठुलो मास भइदियो भने अब राजावादी हुइम बढ्न सक्छ भन्ने अनुमानका साथ त्यहाँ हस्तक्षेप गरेर हिंसा मचाइदियो। टियर ग्यासदेखि लिएर गोली चलाएर अब पछि गएर गोली नै चलाउन थालिसकेपछि त मान्छे त्यहाँ सडकमा आएको मान्छे मध्येमा सबै त भद्र त थिएनन्। अनि जब हस्तक्षेप भयो उनीहरूले पनि लुटपाट सुरु गरे, आन्दोलनमै आएका मान्छेले लुटे होलान् चाहिँ। तर त्यो दमन भइसकेपछि मान्छेले अराजक भएर त गरे चाहिँ। पहिले सरकारले दमन गर्यो, देशमा विकल्पको खोजी गर्ने चेतना चाहिँ बढ्यो। अहिलेको गणतन्त्रले आम मान्छेलाई हित गरेन भन्ने जुन आक्रोश छ त्यो आक्रोशले सडक तताउँछ। तिनकुनेको जुलुस राजालाई स्वागत गर्ने जुलुसभन्दा ठुलो भयो भने राजावादी आन्दोलनको गर्ने मानिसहरूको मनोबल बढ्छ भन्ने नाममा उनीहरूले हस्तक्षेप गरे। देश सङ्कटमा आयो, मलाई साथ देऊ भन्नसम्म राजाले हिम्मत गरे। त्यो हिम्मत गरेपछि त्यसले एउटा प्रेस तरङ्ग ल्यायो, बाहिरी प्रेसमा पनि तरङ्ग ल्यायो। त्यही आक्रोशको एउटा सिम्टम चाहिँ राजावादी आन्दोलनमा देखा परे। यी नेताहरू भित्री मनदेखि नै फेरि 63 साल दोहोऱ्याउन चाहन्छन् के, भनेको सडक तताउन चाहन्छन् अनि आफूको अन्त्य हुन चाहन्छन्। राजतन्त्र फर्किने र गणतन्त्र जाने काम कुनै दिन भयो भने यिनै नेताहरूको दुर्मतिले हुन्छ। रविले छट्याइ गरेर पैसा खाएको होइन भन्ने कुरोको पुष्टि हुँदैन। चाहिँ उनी छट्टो मान्छे हुन्, चाहिँ राष्ट्रिय स्तरकै छट्टो हुन्। मान्छे त्यो ओलीभन्दा पनि मिठो गरी यति छोटो समयमा यत्रो पैसा लिएर चुनाव लडेर 20-21 सिट ल्याएर चाहिँ साँच्चीकै इमान्दार भएको भए त अहिले त छविमा चाहिँ रविले लामिछाने त देशको प्रधानमन्त्री नभएर पनि प्रधानमन्त्री जस्तो हुन्थ्यो। अरूलाई पैसा लिन पठायो अनि आएको पैसा चाहिँ आफूले चाहिँ बाँडफाँड गर्यो। सस्तो, छिटो र भरपर्दो फाइबर नेट र आइपिटिभी भनेकै सबै खबर सबैका लागि। नमस्कार आदरणीय दर्शकवृन्द, यति बेला हामी लालीगुराँस मिडिया नेटवर्कको यो विशेष श्रृङ्खला हाम्रो प्रश्नको अर्को नयाँ अङ्कमा छौँ र हामीसँग फ्रेममा तपाईँले देखिरहनु भएको छ यो चिरपरिचित अनुहार पनि हो नेपालको कम्युनिस्ट आन्दोलनमा र कम्युनिस्ट राजनीतिमा एउटा चर्चित नाम आरके मैनाली अर्थात् राधाकृष्ण मैनालीसँग आजको हामी विशेष संवाद कुराकानी गर्नेछौँ। अहिले देशमा 2/3 सरकार छ जसको नेतृत्व सबैभन्दा ठुलो भनिएको कम्युनिस्ट पार्टीका अध्यक्ष
केपी शर्मा ओलीले नेतृत्व गरिरहनु भएको छ र उहाँले भन्नुहुन्छ यो देशमा कम्युनिस्ट कोही छ भने, कम्युनिस्ट नेता कोही छ भने म मात्रै हो र एमाले मात्रै हो। अर्कातिर विपक्षी दलका नेता छन् पुष्पकमल दाहाल प्रचण्ड, जो यो सरकार निरन्तर रूपमा असंवैधानिक, अलोकतान्त्रिक, यो इतिहासकै सबैभन्दा कालो वर्षका रूपमा रहने यो सरकारको समीकरण भनेर उहाँले भनिरहनु भएको छ। यो षड्यन्त्रको सरकार भनेर आज फेरि उहाँले दोहोर्याउनु भएको छ। र आरके मैनालीले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझ नजिकबाट निहाल्नु भएको छ, चिन्नु भएको छ, उठबस भएको छ। तर पछिल्लो समय उहाँ राजनीतिबाट टाढा हुनुहुन्छ। वामपन्थीको विश्लेषण गरिरहनु भएको छ। हामी अहिलेको समग्र सरकारको गतिविधिको कुरा गर्नेछौँ र कम्युनिस्टहरूका बीचमा एक प्रकारको कहिले मिलान भए जस्तो, कहिले फाँटो आए जस्तो, कहिले एकाएक त्यो सँगै स्वर्ग सँगै नर्कका कुरा आए जस्ता देखिन्छन्, तर मिल्नै नसक्ने अवस्था। आज कङ्ग्रेस दक्षिणपन्थी भन्नेहरू भनौँ न, उहाँहरूसँगको मेलमिलापको अवस्थालाई कसरी हेर्न सकिन्छ? सरकार ढले ढले भन्ने गीतहरू बेला बेलामा चर्चामा आउँछन्, यो सरकारलाई कसरी हेर्न सकिन्छ? र यही बेला व्यवस्था परिवर्तनका कुरा पनि चर्चामा आए, सडकमा आन्दोलन हुँदैछ, दुर्गा प्रसाई लगायत राप्रपाका नेताहरू अहिले जेलमा छन्। अब यो समस्याको हल कसरी अगाडि बढ्छ? हामी यही विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। ढिल नगरिकन म उहाँलाई स्वागत गर्न चाहन्छु। आरके सर, स्वागत छ। धन्यवाद। तपाईँको मिडियासँग पहिलोचोटि भेटघाट भयो र कुराकानी गर्ने मौका भयो। त्यसको निम्ति तपाईँ र तपाईँको टिभीलाई पहिले धन्यवाद दिउँ। आराम हुनुहुन्छ? आराम छु। देशमा कम्युनिस्टले चलाएको सरकार छ, काङ्ग्रेसको विपक्षी ध्रुवीको बलियो समर्थन छ, साथ छ भन्नलाई त अङ्कका आधारमा सबैभन्दा बलियो सरकार, तर सबैभन्दा बढी आलोचित बन्ने यही सरकार अवस्था कसरी आयो? आरके सर, यहीँबाट सुरु गरौँ। यहाँले ठिकै प्रश्न गर्नुभयो। देशमा कम्युनिस्ट नामधारी ठुलो सङ्गठन र त्यसकै नेता जो कुनै समयमा एउटा विद्रोही झापा आन्दोलनको कार्यकर्ता समेत हुनुहुन्थ्यो, उहाँकै अध्यक्षतामा अहिले सरकार छ। तर अब स्थिति कस्तो आयो भने यसो हेर्दाखेरि कम्युनिस्ट भनेर भनिने, तर कम्युनिस्टको राग, गन्ध, सुगन्ध कुनै पनि नआउने ठाउँमा अहिलेका कम्युनिस्ट पार्टीहरू पुगे। चाहे प्रचण्ड भन्नुहोस्, 10 वर्ष जनयुद्ध गर्नुभयो। अब जनयुद्धको नाउँमा थुप्रै हिंसाहरू भए, 17-18 हजार मान्छे मारिए, निहत्था मान्छे मारिए, बन्दुक बोक्नेको बिचमा लडाइँ गर्ने भन्ने जनयुद्ध, बन्दुक नबोक्नेलाई बन्दुक बोक्नेले सिद्ध्यायो, सरकार पक्षले पनि सिद्ध्यायो। त्योभन्दा धेरै विद्रोही पक्षले नै निहत्था मान्छे मार्दै अगाडि आयो। अब त्यसको परिणाम पछि गएर कम्युनिस्ट शासन ल्याउने भनेका ठाउँमा फेरि बिचैमा सरकारमा जान लालायित हुँदै विद्रोहीहरू अगाडि आए। अनि जस्ता त्योभन्दा पहिलेका पार्टी थिए, जस्तो काङ्ग्रेस सबभन्दा पुरानो पार्टी, अनि काङ्ग्रेसभन्दा अलि पछि जन्मिएको नेकपा एमाले, जसलाई पछि गएर भाइ काङ्ग्रेस पनि भनियो, किन उस्तै भयो। जेठो काङ्ग्रेस अनि माइलो काङ्ग्रेस जस्तो भयो, एमाले भयो। अब त्यही एमाले जस्तै भएर प्रचण्ड पनि माओवादी पनि आयो। अनि स्वरूपमा उस्तै भएर दुइटै वामपन्थी आए, तर दुईटाको छिना झप्टी चाहिँ यस्तो भयो, अनि एकले अर्कालाई देख्न नसहने, ओलीले प्रचण्डलाई देख्न नसहने, प्रचण्डले ओलीलाई देख्न नसहने, कम्युनिस्ट भएको नातामा मिलेर जाने अनि कम्युनिस्ट भएको नातामा देश रूपान्तरणमा लाग्ने यो राग त दुईटै पार्टीले निकालेनन्। दुईटै पार्टीको के पनि सत्तामा जाने, मोस मस्जिद गर्ने, कमाउने, खाने, लुट्ने, स्वार्थ पुरा गर्ने, अनि चुनावदेखि चुनावसम्म जान पैसा बटोर्ने भन्दा कुरा दुईटै पार्टीको आएन। एउटा 28 सालदेखि विद्रोहमा लागेर अगाडि बढेर सङ्गठित रूपमा सबभन्दा बलियो भएको नेकपा एमाले, अनि 10 वर्ष जनयुद्ध गरेर जनयुद्धमा आगो जस्तो हुँदै अगाडि आएर देश रूपान्तरण गरेर अब सामन्ती शासन पुरै निम्ट्याएर समाजवादी शासन अगाडि स्थापित गर्छु भनेर आएको नेकपा माओवादी अब यो सबै उस्तै भए। काङ्ग्रेस सबै अनि विचारगत रूपले सबै काङ्ग्रेस जस्तै भए। अनि मेलमिलापका रूपले भन्यो भने एकले अर्कालाई देख्न नसक्ने स्थितिमा आए। र अब त्यही लपछुडीमा गर्दै प्रचण्ड पहिले चुनावभन्दा पछाडि आएर काङ्ग्रेससँग मिलेर चुनावमा आए, एमालेसँग मिलेर सरकार बनाए। अनि एमालेसँगको सरकार
काठ उठाएर चाहिँ फेरि काङ्ग्रेससँग गए। अब काङ्ग्रेससँग जाँदा जाँदै फेरि एमाले गएर काङ्ग्रेससँग मिल्यो अनि काङ्ग्रेस र एमालेको सबभन्दा ठुलो सङ्ख्या पार्लियामेन्टमा भएको पार्टीको सरकारको रूपमा अहिले सरकारमा आयो। अब सरकारमा आयो तर अब वामपन्थीको टकराव सबभन्दा तितो छ। प्रचण्ड र ओलीको बिचको टकराव सबैभन्दा बढी तितो। प्रचण्डलाई के लागेको छ, सरकार खोसिने बित्तिकै उनी मुर्छा परेका छन् अनि मेरो सरकार अब उनलाई के लागेको छ भने यो गणतन्त्र चाहिँ मेरै बपुती हो भने जस्तो ठान्छन्। गणतन्त्र भएपछि पपुलर हुनु पर्दैन, सत्तामा मेजोरिटी ल्याएर सत्तामा जानु पर्दैन। म प्रचण्ड भएपछि त म त गणतन्त्रको पिताजी नै मै हुँ, तर मैले नै सरकार पाउनुपर्छ भन्ने मान्यता प्रचण्डमा रह्यो र सरकारमा निकालेपछि बहुला जस्ता भएर पनि खनिएका छन्। अब एकातिर दुईटा पार्टी काङ्ग्रेस र एमाले मिलिसकेपछि सबभन्दा लार्जेस्ट पार्टी बन्यो। अब लार्जेस्ट सङ्ख्या लिएर आएको पार्टीले पनि देशमा जुन स्थायित्व दिन्छु, संविधान सुधार्छु भन्दै अगाडि आयो, न संविधान सुधार्ने साँठकाँठ आयो न स्थायित्व दिएर अगाडि जाने कुरो आएर अब अहिले प्रधानमन्त्रीको रूपमा ओलीले हप्तामा 3 चोटि चाहिँ काङ्ग्रेससँग हाम्रो राम्रो सम्बन्ध छ, सरकार ढल्दैन, म यति वर्ष यति महिना यति दिन सत्तामा बस्छु भन्ने गीत गाइछन्। अब त्यो भित्र कुनै चरमचुलीका विवादका कुराहरू नआएका भए त्यो दिनदिनै दोहोऱ्याउनु पर्ने विषय त थिएन। दुईटा पार्टी मिलेर आएको थियो, निश्चित पार्टी पछि एउटा पार्टी पछि अर्को आउने कुरो पहिले नै एग्रिमेन्टमा भएकै थियो र एकचोटि दुईचोटि भनेपछि बार बार भन्नुपर्ने विषय त थिएन। त्यो बार बार भनिरहनुले नै एउटा सरकारको अस्थिरता अगाडि देखायो र अब अहिले पछाडि आएर हेर्दा त काङ्ग्रेसको बिचमा चाहिँ एमालेको सरकारप्रति आश्वस्त हुन नसकिने कुरो काङ्ग्रेसका नेताहरूको बिचमा एकदम रगरग्ती आइराखेको छ। अब हिजो शेखर कोइरालाले पनि समर्थन गरे, एमालेसँगै मिल्नुपर्छ भन्ने शेखर कोइरालाको ट्युनिङ पनि बलियो। अब काङ्ग्रेसका दुईटै महामन्त्रीका ट्युन पनि बलिया छन् र त्यसले गर्दा अब दिनदिन काङ्ग्रेसका बैठकमा सरकार कहिले छोड्ने कसरी छोड्ने भन्ने डिबेटभित्र गमराम गुमरुम विवाद चलिराखेको छ। अनि तुरुन्त विवाद हुने बित्तिकै सरकार चाहिँ पुरै समयभरि नै चल्छ भन्दै ओलीजी शेरबहादुरसँग कानी खुसी गर्न पुग्ने पर्ने अवस्था छ। यो लकड झकड यो झन् 1-1.5 महिनादेखि यता त झन् चर्को हुँदै हुँदै आएर एक दिन अगाडि त घन्टामा सरकार डल्ने हो कि भन्ने विवाद र छलफल अगाडि चलिराखेका छन्। यसले एउटा अस्थिरता लिएर आएछ। यो अस्थिरताले देशलाई अझ ठुलो सङ्कटमा लाग्यो। अब ढल्ने बेला भयो, त्यसो भए अनि सरकारको आयुको अवस्था त्यो रूपले भन्ने हो भने त अब जति बेला बढी चर्चा आउँछ त्यति बेला अझ बढी लप पर्छ के। प्रचण्डज्यूले जति बेला सरकार ढल्दैछ, ढल्ने अवस्था आयो भनिरहँदा केपी शर्मा ओली सम्माननीय प्रधानमन्त्री र विपक्षी अहिले भनौँ न उहाँलाई बलियो साथ दिइरहनु भएका शेरबहादुर बीच अझ गाढा लप पर्ने अवस्था आएको छ। होइन, मलाई त लाग्छ प्रचण्डजी जुन आत्तिएर अथवा आक्रोशित भएर सरकार ढल्यो भन्छन्, त्यो पाटोलाई छोडिदिएर पनि सायद मलाई चाहिँ प्रचण्डले सरकार ढल्ने कुरो भन्दा पनि सरकारले राम्रो काम गरेन भन्ने कुरोलाई धेरै उठाएर हिँड्नु पर्थ्यो, जानु पर्थ्यो। अपोजिसन नेता भएको नातामा सरकार अहिले ढल्यो भोलि ढल्यो भन्ने भन्दा पनि यो काम राम्रो भयो यो काम राम्रो भएन भनेर विवेचना गर्नु पर्थ्यो। उहाँ सरकार ढल्ने मात्रै धेरै कुरो गर्न थाल्नु एक। अब अर्कातिर सरकार ढल्ने कुरो चाहिँ काङ्ग्रेस एमाले बिचकै अन्तर्द्वन्द्व। किन ओली बाँच कस्तो हो भने सरकारमा गएपछि दुई तिहाई सरकार चाहिँ मेरै पार्टीको जस्तो गरी आफ्ना मन परेका मान्छे, पार्टीभित्र पनि मन पर्या मान्छेहरूलाई सत्ता बुझाउने राजनीतिक नियुक्ति गर्ने सोचमा ओली छन्। अब स्थिति चाहिँ के छ भने उनको भन्दा ठुलो सङ्ख्या काङ्ग्रेसको छ। अब काङ्ग्रेस पनि फेरि सत्ताको भोगिने पार्टी हो। उसलाई पनि मिठो मन्त्रालय, राम्रा मन्त्रालय, राम्रा ठाउँ त उसलाई पनि चाहिएको छ। किन यी दुइटैको लडाइँ भनेको आन्तरिक रूपमा कमिसनको लडाइँ हो। चाहिँ जस्तो यो विद्युत प्राधिकरणको चाहिँ कार्यकारी निर्देशक चिफको बारेमा जुन लडाइँ हो, यसो बाहिर हेर्दा त अब हाम्रो के घिसिङजीले कुलमानले राम्रै काम गरे हो, त्यो एउटा पाटो छ।
अब त्यो मलाई त्यो लडाइँ जुन सरकारले हटाउने र विपक्षले थाम्ने जुन लडाइँ त्यो कमिसनको कुरो हो। कमिसनको कुरो हो, त्यो कमिसनै विपक्ष र सत्ता पक्षको लडाइँ भनेको 2 महिना 3 महिना पछाडि त घिसिङ आफै जाँदै थियो, 4 महिना मात्रै बाँकी थियो। 2-3 महिनाको बिचमा यो बजेट हेरफेरमा त ठेकापट्टाका कुरा आउँछन्, त्यो ठेकापट्टामा कमिसनका कुराहरू आउँछन्। अनि सत्तासीन कमिसन आफूले पाए, सायद यो बिचमा घिसिङ मार्फत आउने कमिसन कता जान्थ्यो त्यो त थाहा छैन, तर सत्तासीनले पाएन। त्यो सत्तासीनले कमिसन नपाएकै कारणले उसलाई हटाएर सायद त्यहाँभित्रका आन्तरिक ठेकापट्टाका कुराहरू होलान्, त्यसको कमिसन आफ्नो हातमा ल्याउन सत्तासीन लागेको छ। अब त्यसको केही मात्रा चाहिँ प्रचण्डकोमा पनि जान्थ्यो होला कमिसन। अब यो घिसिङ हटाएपछि त कमिसन नआउने भयो, विपक्षीमा बाजा बजाउनुको लागि त पैसै चाहिने भयो। अनि त्यस कारण त्यो नआउँदाखेरि उनी पनि उत्तेजित भयो। मलाई लाग्छ व्यक्तिको व्यक्तित्वलाई लिएर लडाइँ होइन, त्यो संस्थाबाट आउने कमिसनको लडाइँ हो। व्यक्तिको लडाइँ, कामको लडाइँ, मूल्याङ्कन होइन। अब अहिले राष्ट्र ब्याङ्कको गभर्नरमा अब त सहमति मिल्यो अरे, गभर्नरको कुरो आइरहेछ। अब राष्ट्र ब्याङ्कको गभर्नर भनेको अर्थ मन्त्रालय भन्दा पनि महत्त्वपूर्ण पाटो हो, किन त्यसले धेरै काम कुरोमा, अर्थ परिचालन गर्ने कुरोमा, नीति निर्माण गर्ने कुरोमा राष्ट्र ब्याङ्कको ठुलो महत्त्व, त्यो मेरुदण्ड हो, त्यो मुख्य मेरुदण्ड हो। ठुलो महत्त्व हुँदाखेरि अब त्यहाँ आर्थिक चलखेलका कुराहरू पनि नीतिगत रूपले राष्ट्र ब्याङ्कले निर्णय गर्दा कहाँ कुन व्यापारीलाई फाइदा हुने या कुन व्यापारीलाई घाटा हुने कुरोले राज्य सञ्चालन गर्नलाई फाइदा परोक्ष रूपले त्यहाँबाट हुन्छ। त्यसै कारण आफ्नो मान्छे त्यहाँ लान सक्यो भने त्यसलाई त्यो हेरफेर गराउन सकेर नीतिगत निर्णय गराएर अरू ठाउँबाट फाइदा लिन सरकार तल्लीन हुन्छ। त्यसैले त्यहाँ चाहिँ अर्थ मन्त्रालय अथवा प्रधानमन्त्री छान्न भन्दा पनि गाह्रो भइरहेको छ अहिले राष्ट्र ब्याङ्कको गभर्नर छान्न। अब यसैमा रसाकसी अहिले जुन काङ्ग्रेस र एमालेको ठुलो डिबेट चाहिँ, अब काङ्ग्रेसले भन्छ मेरो मान्छे दिए, एमाले भन्छ त्यहाँ गएपछि आफ्नो मान्छे राख्न सकेन, अर्थमन्त्री पनि आफै भएको बेलामा आफ्नो मन्त्री गभर्नर राख्न सक्यो भने त आफ्नो दुनु राम्रो सुझिन्छ, उसको पनि त्यही दाउमा हो। अब यतातिर हेर्नु न, शिक्षामा प्रधानमन्त्रीले के गरे भने पहिले लामो डिबेट गरेर पार्टी प्रभावभन्दा बाहिरको मान्छे ल्याउने भने नाममा प्रचण्डको सरकारको बिचमा पहिलोचोटि धेरै लामो, अब यो गणतन्त्र कालमा आएपछि त पहिलोचोटि नै कम्पिटिसनमा टियुको बाचामा भिसी नियुक्ति गरिएको थियो र उनले राम्रै योजनाहरू बनाएका रहेछन् भन्ने कुरो त अहिले पछाडि उहाँका आएका वक्तव्यहरूले कसरी त्यहाँ शिक्षाको युनिभर्सिटीमा राजनीतिक भागभण्डा नगरी नीतिगत रूपले युनिभर्सिटीलाई अगाडि लान उनले जुन प्रयास गर्दै थिए, त्यो प्रयास गर्दाखेरि ओलीलाई के लाग्यो, आफ्नो मान्छे त्यहाँ नअट्ने भए, अति न्युट्रल मान्छे राखेर त सरकारलाई अथवा अहिलेका लुब्ध नेताहरूलाई फाइदा नहुने भयो। त्यस कारण उनीहरू के चाहने भने आफ्नो मान्छे नियुक्ति गरेर भोलि सरकारमा नहुँदा पनि आफ्नो दुनो सुझाइरहने कुरो गर्नको लागि उनी तल्लीन भए। जसले गर्दा त्यो त्रिभुवन युनिभर्सिटीको साधारण सभामा बजेटै पेश गर्न दिएनन्। त्यसको कुलपतिको रूपमा प्रधानमन्त्री हुने, कुलपतिले त्यसलाई रोकेर बजेट नीतिगत कुरो चाहिँ ल्याउने, बजेट पेश गर्न नदिने जस्ता कुरा भएर तीबाटै बेमती सुरु हुँदै गएर अब भिसीलाई त्यहाँ त्यो बराजीलाई काम गर्नै नदिइसकेपछि अन्त्यमा उनले राजीनामा दिए। राजीनामा दिएर मैले के गर्दै थिएँ र मलाई के गर्न दिएनन् भन्ने उनले प्रश्न पारे। त्यसबाट के देखिन्छ भने शिक्षालाई एउटा गुणस्तरीय रूपले लान चाहिँ अनि त्यहाँका प्राज्ञिक मान्छेहरूको जिम्मामा युनिभर्सिटीलाई दिन सरकार तयार छैन। सरकार आफ्ना मान्छेहरूलाई लाने, किन युनिभर्सिटी भनेकै राजनीतिक अखाडा बनाउने, मान्छे त्यहाँ प्रोफेसर आफ्ना बनाउने, त्यहाँबाट प्रशासन आफ्ना बनाउने, अनि आफ्ना विद्यार्थीहरू पास गराउने, यस्तो एउटा चलखेल अनि त्यो गर्नमा सरकार तल्लिन्छ। त्यहीबाट भिसी हटाएपछि अब अहिले म के सुन्दैछु भने अब एमाले शिक्षा मन्त्रालय के अरे युनिभर्सिटी लिने, अनि काङ्ग्रेसले चाहिँ यो राष्ट्र ब्याङ्कको गभर्नर पाउने, यो गठजोडमा अहिलेको यो अलि जुन क्राइसिस चलिया छ त्यो क्राइसिस अहिले फेरि मिल्ने स्थिति आयो रे भन्ने चाहिँ अनुमानहरू बाहिर आउन लागेका छन्। त्यो त्यसै गरी भागभण्डामा अब यति मात्रै हो, अझ त एआइजी को बढुवाको विषय पनि त बाँकी छ। अब आइजिपी हेर्नुस्, अब 6 महिनाका लागि मात्रै अहिलेको दीपक थापा हुनुहुन्छ, अब आइजी कसका बनाउने यो दुईटा मिलिसकेपछि त्यहाँबाट अर्को कुरोमा सबै ठाउँ भागभण्डा गर्ने हो। किन भागभण्डा भागभण्डामा मिल्यो भने सबै कुरा मिल्दो रहेछ, यदि भागभण्डा नै मिलेन भने त्यसपछि भागभण्डा मिलेन भने सरकार फेल भइहाल्छ।
भन्छ किन एउटै पार्टीको मेजोरिटी छैन, काङ्ग्रेसले भाग बन्न नपाए काङ्ग्रेसले निकालिदिन्छ भनेको यो बेला प्रचण्डले चाहिँ के चाहन्छन्? प्रचण्ड चाहिँ किन यो सरकार सत्ता ढलेको वा ढल्नै पर्ने अवस्था उहाँले अफर गर्नुभएको छ शेरबहादुर देउवालाई प्रचण्ड प्रधानमन्त्री बन्नुस्? त्यो त अस्ति प्रचण्डबाट म चाहिँ सुरगनहरसँगै जाने भन्दै ओलीले शेरबहादुर स्वामीले र प्रचण्डलाई हुत्याइदिए। अब त्यो प्रचण्डलाई हुत्याउँदाखेरि उनको प्रचण्डको सोच भने पनि करिब करिब राजाकै जस्तो सोच भएको छ। सत्ता बना मेरो हो, गणतन्त्र मैले ल्याएँ, गणतन्त्रमा मेरा 10 सिट भए पनि चाहिँ मैले नै प्रधानमन्त्री हुन पाउनुपर्छ भन्ने प्रचण्डको सोचमा चोट पुग्यो। चोट पुगेपछि उनी रन्थनिया छन्। रन्थनिएकै कारणले उनी बेसी बेग्रबाट सरकारमा आफू नगएकोमा अब अहिले तुरुन्तै काङ्ग्रेसलाई पनि गएर सरकार मलाई दे भन्न सकिराखेका छैनन्। उनले खोजेको चाहिँ के हो भने काङ्ग्रेसले भए पनि मलाई नै सरकार प्रधानमन्त्री बनाउनुपर्छ भन्ने भित्री मनसा आयो। तर उनले भनेका छन् प्रधानमन्त्री बन्दैन, म होइन 84 सम्म प्रधानमन्त्री बन्ने मेरो कुनै पनि तयारी छैन। उनले काङ्ग्रेसलाई सहयोग गर्ने हो, बाहिरबाट होस् या भित्रबाट भनेर उहाँले भन्नुभएको छ। होइन, त्यो उनले जे भित्रको मनको कुरो हो त्यो त भन्दैनन्। उनलाई लागेपछि चाहिँ के हो भने प्रधानमन्त्री गणतन्त्र ल्याएकै मैले हो, त्यस कारण यो गणतन्त्र रहन्जेल र म रहन्जेलसम्म प्रधानमन्त्री मैले नै हुनु पाउनुपर्छ भन्ने सेन्सबाट प्रचण्ड बौला छन्। चाहिँ उनी सरकारमा नहुने बित्तिकै 32 सिट छ, 32 अङ्कको यो आचरण चाहिँ मैले भोगेर म सत्तामा बसिरहन्छु भनेर त व्याख्या गरेकै थिएँ भन्दै चाहिँ अब ओलीले फ्ल्याट खुवाइदिइसकेपछि उनलाई भाउनु त भएको छ। अब त्यो उनी म तेस्रो शक्ति हुँ भन्ने कुरो त तेस्रो शक्तिको लाइनमा बस्नुपर्ने हो। अब नियम अनुसार सबभन्दा लार्जेस्ट पार्टी काङ्ग्रेस हो, काङ्ग्रेसकै सरकार बन्नुपर्ने हो। म चाहिँ एमाले अपोजिसनमा बस्नुपर्ने हो। तेस्रो पार्टीले चाहिँ फर्स्ट पार्टीमा चाहिँ यो संसदीय अभ्यासमा त्यो अब तेस्रो पार्टी र फर्स्ट पार्टी मिलेर सरकार बनाउने हो, एमाले अपोजिसनमा बस्ने हो। तर यी तिनटै नेतालाई के चाहिन्छ? प्रधानमन्त्री नै चाहिएको छ, मिलेर खाने हो। अनि पालो गरी यसो हेर्दाखेरि झगडा गरे जस्तो गर्ने, पालो गरी खाने हो। चाहिँ यो ठाउँमा पुगेको छ देखिने मात्रै हो, झगडा गरे जस्तो। यही भगवान एमाले पनि सरकार नभए उसलाई हुँदैन, काङ्ग्रेसलाई पनि सरकार नभइकन हुँदैन, अनि प्रचण्डलाई पनि सरकार नभए हुँदैन। त्यसको सार के हो भने तिनवटा झगडा गरे जस्तो गरे पनि मिलिमिली बाँडेर खाने हो। चाहिँ त्यसैमा यिनीहरू लागेका छन् र त्यही खेलमा सायद सरकार फेरबदल भइहाल्यो भने पनि काङ्ग्रेस आउला, काङ्ग्रेसको सँगसँगै एमाले जाला, माओवादी जाला। अझै फेरि अहिले यो बिचमै टुट्यो भने त एमाले नजान सक्छ सरकारमा। हुन चाहिँ उनले खोजेको चाहिँ के हो भने त्यो अब 1 वर्ष पछाडिसम्म एमाले सरकार खाने, अनि त्यहाँबाट काङ्ग्रेसमा जानेर काङ्ग्रेस एमाले र मिलेर सरकार चलाउने, सत्ता दोहोनमा चाहिँ दुइटै पार्टी 84 को चुनावसम्म दोहोरै खाने भन्ने हुनेको स्थिति छ। परिस्थितिले चाहिँ हेर्दाखेरि संसदकै परिस्थितिले पनि त्यस्तो उनीहरूको परिकल्पना अनुसार अगाडि जान दिइराखेका छैन। किन ओलीको एउटा ख्वाब, यता काङ्ग्रेसको अर्को ख्वाब, प्रचण्डको अर्को ख्वाब, अरू साना पार्टीहरूको आफ्नो आफ्नो ख्वाब भएको हुनाले 84 सम्म यो अहिलेकै काङ्ग्रेस एमालेको गठबन्धन अगाडि जाने सम्भावना एक छैन। अर्को कुरा त यो अहिलेकै ओली प्रधानमन्त्री भएर अरू 1 वर्षसम्म काङ्ग्रेसले साथ दिइरहने पनि स्थिति छैन। अलिअलि भागभन्दा एकजुट भइहाल्यो भने राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न इस्युहरूले अब अहिलेको यो चाहिँ एमाले सरकार बडो घेराबन्दीमा परेको छ। किन एमाले सरकारको समर्थन इन्डियातिर पनि छैन। अब ओलीले प्रधानमन्त्री भएका भोलिपल्टदेखि दिल्लीमा मिठाई खान जान्छु भनेर कराई छन्। किन एउटा सानो बच्चोले मिठाई खान नपाएर रोए जत्तिकै गरी भन्छ म आउँछु दिल्लीमा जान्छु मिठाई खान्छु भने भन्छन्, दिल्लीवालाले मिठाई त तर खुवाउँदैन भन्छन्, उसलाई खुवाएको छैन। अब यिनी जहाँ गयो त्यहाँ भारतीय प्रधानमन्त्रीलाई भेट्ने म त आउँछु नै दिल्लीमा भन्दा पनि हुन्छ आउला भनेर केटाकेटीलाई जस्तो ललिपप देखाउने र त बोलाउनु चाहिँ नबोलाउने जस्तो। अहिले भर्खरै थाइल्यान्डमा जुन भेट भयो ओलीजीको र प्रचण्डको जुन एक्लै पनि भेट भयो, 45 मिनटसम्म मोदी र ओलीजीको भेट 45 मिनटसम्म एक्लै भेट पनि भयो। जुन यस्तो भेट हतपति भारतीय प्रधानमन्त्रीले दिँदैन थियो भन्ने तर्साउने बाहिर आए, तर त्यो भेटले पनि कुनै नयाँ कुरो ल्याएन। के कुरो गरेको भए पनि त्यो मलाई पनि लाग्छ के भने भारतीय जनता र नेपालीहरूको बिचमा सरकार राम्रै चलिराखेको छ भन्ने बाहिर भ्रम चाहिँ दिने, अनि भित्री मनसाए यहाँको वामपन्थी सरकारलाई इन्डियाको मोदी सरकारले काखी चेप्ने सहयोग गर्ने जस्ता कुराहरू गर्दै नगर्ने
चाहिँ अब अहिलेसम्म त आर्थिक क्षेत्रमा त्यत्रो नाकाबन्दी लागेको छैन। अब बिस्तारै चाहिँ तीव्र रूपमा पनि नाकाबन्दी लगाउने अथवा आम रूपमा भन्ने हो भने नेपालको सरकार वामपन्थी सरकार ओलीको सरकारसँग मोदीको सरकारको सामिप्यता छैन भन्ने कुरो देखाइरहने यो कुरो अगाडि चलिराखेको छ। त्यस्तै गरी अब कारण के देखाइन्छ भने चाइनातिर गएर बिआरआईको एग्रिमेन्ट गर्ने, इन्डियातिर आएर बिआरआई हामी क्यान्सल गरिदिन्छौँ भन्नेसम्म भन्न सक्ने सरकारको जुन विदेश नीति छ। त यसले गर्दाखेरि न चीनको सपोर्ट आयो सरकारलाई, न इन्डियाको सपोर्ट भन्न मिल्यो नि त। विदेशी नीति भन्दा झुटो बोली, विदेशी नीति भन्दा पनि उनीहरूको मा चाहिँ आफ्नो कताबाट दुनो सोझिन्छ त्यही गर्ने नीति, स्वास्थ्य नीति चाहिँ अगाडि छ। सरकारलाई अहिले दुवै तर्फबाट त्यो समर्थन साथ पनि छैन। त्यही भएर मलाई लागेको चाहिँ के हो भने विदेश नीति पनि नेपालको सबभन्दा कमजोर अवस्थामा आएको छ। किन अमेरिकनहरूको साथ पनि छैन। अमेरिकामा यो भुटानी शरणार्थी जुन त्यहाँ नक्कली बनाएर बाहिर पठाए, त्यहाँबाट अमेरिकन प्रशासन चिडिँदै अगाडि आयो। त्यसमा पनि अहिले ट्रम्प सरकार आइसकेपछि त भ्रष्टाचारमा अमेरिकन पैसाको दुरुपयोग हो भन्ने कुरो सिधै मैले घोषणै गरेर भने र त्यो पैसै रोके। अब अहिले त्यहाँ एमसिसीको पैसादेखि बाहेक अरू पैसा त अहिलेसम्म पनि अरू सहयोग अगाडि आएको छैन भन्दा त्यसले पनि एउटा आर्थिक सङ्कट लिएर आएको छ र अमेरिकातिरको सम्बन्ध पनि राम्रो भएको छैन। अहिले त्यति धेरै नबिग्रेको पश्चिमातिरको सम्पर्क हो, जुन पश्चिमातिरको सम्पर्ककै कारणले यहाँ धर्मनिरपेक्षताको निम्ति चाहिँ भारतीय दबाब, धर्मनिरपेक्षता हटाऊ भन्ने भारतीय दबाब र आम नेपाली मान्छेको आशय पनि संविधानबाट धर्मनिरपेक्षता हटाएदेखि यहाँको स्वधर्म हिन्दू धर्म चाहिँ अगाडि जान्थ्यो भन्ने मागमा पश्चिमाहरूको दबाब धेरै बलियो भएर सरकार चुइकिन सकेका छैन। किन यी सरकारका अहिलेका जुन चालु वरिष्ठ नेताहरू छन् यी सबैले धर्मनिरपेक्षताको नाउँमा पश्चिमाहरूबाट मजाले चाहिँ रसद पानी खाएछन्। त्यसै कारण उनीहरू सजिलो गरी धर्मनिरपेक्षता हटाउन सक्दैन। यहाँका जम्मै वरिष्ठ नेताहरूले खाएछ भने चाहिँ यहाँका 4वटा पार्टीका वरिष्ठहरू कोही पनि चोखा छैन। पश्चिमाहरूको चाहिँ थैली सबैले भेटेका छन्। चाहिँ त्यही भएर उनीहरू धर्मनिरपेक्षता हटाउन चाहँदैनन्। त्यही भएकै कारणले नेपाली जनताले सरकारप्रतिको अपनत्व पनि ल्याएको छैन। चाहिँ किन यत्रो आक्रोश हुन्छ चाहिँ अनि त्यो आक्रोश के छ भने यिनले जो गल्ती गर्छन् त्यो आक्रोश बढ्दै गएर अहिले त्यही आक्रोशको एउटा सिम्टम चाहिँ राजावादी आन्दोलनमा देखा परेको हो। चाहिँ यो राजावादीको राजा शासनमा नभएर त्यो आक्रोश आएको होइन, शासनमा बस्नेले आम जनताको हित नगरेको कारणले। चाहिँ मैले बार भन्ने गरेको छु यो राजावादीहरूको ट्युनिङ चाहिँ के हुन्छ भने राजाको शासन देशमा नभएको कारणले आक्रोश आयो भन्ने उनीहरूको तर्क। रियालिटी के हो चाहिँ गणतन्त्रवादी नेताहरूले शासन गरेको 18 वर्ष भयो। शासनमा गणतन्त्रले गर्न नपर्ने काम चाहिँ उनीहरूले गरे। किन गणतन्त्र आएपछि गरिबी घट्नु पर्थ्यो, घटेन, अझ बढ्यो। गणतन्त्र आएपछि विदेशमा जाने जुन लहर श्रम शक्ति बाहिर जाने, त्यो बाहिर जाने श्रम शक्ति घटेर देशभित्र नै रोजगारीको स्थिति आउनु पर्थ्यो, त्यो पनि आएन। किन गणतन्त्रको विपरीत भयो। गणतन्त्र आएपछि भ्रष्टाचार रोकिनु पर्थ्यो। भ्रष्टाचार त सबै नेताका माला घाँटीमा चाहिँ उनीहरू चुनावमा जितेर आएर माला लाए चाहिँ भ्रष्टाचारका माला लगालाई चाहिँ कुनै नेताको गलामा भ्रष्टाचारका माला थोर छैनन्, दर्जनौँ छन्। यो तालमा गणतन्त्र आएपछि नगर्ने काम नहुने काम बढ्यो अनि हुने काम नभएपछि मान्छे आक्रोशित भए। त्यो आक्रोशित भएपछि मान्छेले के ठाने भने यी नेताहरू भन्दा त किन हिजो राजाले शासन गरेको बेलाको अवस्था थाहा नपाउने जुन युवाहरूको पिँढी जुन अहिले आएको छ 18 वर्षमा, त्यतिखेर 5-6 वर्षका मान्छे अहिले 25-26 वर्षको उमेरका मान्छेहरू राजतन्त्र हिजोको कस्तो थियो भन्ने उनीहरूलाई अनुभव छैन। चाहिँ अब यी नेताहरूले अहिले गरेको व्यतिथिको बारेमा चाहिँ त्यसलाई जानकारी छ। त्यो जानकारी भए बापतमा योभन्दा त राजै पो राम्रो होला कि भन्ने साइकोलोजी देशमा बढ्न थालेको छ र राजाको क्रेज पनि बढ्दै यो अहिले राजावादी स्वर आएकोमा चाहिँ अलिक बढ्न लागेको छ। त्यसको एउटै कारण के हो भन्दा यी नेताहरूले उत्पादन गरेका कुरो। अब यो देशमा यदि राजतन्त्र फर्किने र गणतन्त्र जाने काम कुनै दिन भयो भने यिनै नेताहरूको दुर्मतिले हुन्छ।
मान्छे राजाले केही गर्नुपर्ने अवस्था चाहिँ आउँदैन किन यिनीहरूले गलत काम गर्दै गएपछि त मान्छेले विकल्प त खोज्नेको राजा कुनै दिन फर्किन्छन् भने यिनै नेताको यिनकै कारणले आउँछ। मलाई लाग्छ राजा आफ्नै इतिहासले अनि आफ्नै बलबुद्धिले फर्किने स्थिति आउँदैन। अब विदेशीहरूले पनि राजालाई ल्याएर ठाकराकै तिमी फेरि राजा भयो भनेर भन्ने दिन पनि आउँदैन जबसम्म नेपाली जनताको माग आउँदैन। माग कतिखेर आउँछ भन्दा यी नेताहरूले जति बदमासी गर्दै अगाडि जान्छन् विकल्प खोज्न जस्तो अहिले 3टा विकल्पको चर्चा बाहिर हुन लागेको छ। यो पछिल्लो फागुनदेखि यता भन्छ राजा ज्ञानेन्द्रको जुन फागुन 7 गतेको वक्तव्य आइसकेपछि एउटा राम्रो काम के भयो भने देशमा धेरै मान्छेहरूले विकल्पको खोजी गर्न लागे। त्यहाँसम्म मान्छे एकदम पोखरीको पानी निश्चल भए जस्तो चुप लागेर बसेका थिए। त्यो राजाको वक्तव्य आइसकेपछि उनीहरूलाई के लाग्यो भने राजाको वक्तव्य पहिलेभन्दा अलिकति अलि सिरियस अलि गम्भीर देशका परिस्थितिलाई अलि लिएर आउने हुँदै हुँदै देश सङ्कटमा आयो मलाई साथ देऊ भन्नसम्म राजाले हिम्मत गरे। त्यो हिम्मत गरेपछि त्यसले एउटा प्रेस तरङ्ग ल्यायो बाहिरी प्रेसमा पनि तरङ्ग ल्यायो। अनि पोखराबाट काठमाडौँ राजा आउँदाखेरि मार्क्सले जसरी राम्रो वेलकम गर्यो स्वागत गर्यो अब यसले त्यहाँ पछाडि यो तिनकुने घटनामा सरकारले चाहिँ हस्तक्षेप गरेर जुन हिंसा भड्कियो दमन सरकारले के ठान्यो भने अब बिस्तारै राजावादी मास बढ्ने भयो। यो तिनकुनेमा पनि मास नै पहिलेको राजाको स्वागत गर्ने मासभन्दा ठुलो मास भइदियो भने अब राजावादी हुँ बढ्न सक्छ भन्ने अनुमानका साथ त्यहाँ हस्तक्षेप गरेर हिंसा मचाइदियो। तब अब यसले के गर्यो भने देशमा यो परिस्थितिले अहिले नै मलाई राजा फर्किहाल्ने स्थिति चाहिँ छैन मैले देख्दिनँ अहिले साइकोलोजी आएको छ। तर एउटा स्थिति चाहिँ राजा फर्किने स्थिति छैन तर देशमा विकल्पको खोजी गर्ने चेतना चाहिँ बढ्यो। अब अहिले यथास्थितिमा देश जानु कि त तिमी सुधार गर अहिले अलिकै दलका नेताहरूलाई अनि मान्छे उनले 2टा कुराको सुधार चाहेका छन्। एउटा पार्टीका नेताहरूको नेतृत्वमा सुधार गर जो गनाएका नेताहरू हट राम्रा नेताहरूलाई पार्टीमा स्थापित गर अनि संविधानमा संशोधन गर जुन संशोधनले नेपाल त्यो संशोधित संविधान चाहिँ हाम्रो संविधान हो भन्ने जनतालाई अनुभूति होस् अथवा आफ्नो कला संस्कृतिको संरक्षण गरोस् अनि फजुल खर्च रोकोस् सानो पार्लियामेन्ट बनाओस् चाहिँ स्थानीय निकायलाई धेरै अधिकार दियोस् यो तरिकामा जाओस्। यो यस्तो सुधार भयो भने चाहिँ यो आक्रोश कम हुन्छ भन्ने एउटा तरिका छ। अब राज्य सरकारमा बस्नेहरू त्यो सुधार गर्ने सिम्टम उनले देखाएका छैन। सुधार गर्ने सिम्टमहरू नदेखाएपछि त उनीहरूले के दमनको बाटोमा गए। यो दमनको बाटोमा जाँदा यो दमनले त के गर्छ भने सडकै तताउँछ। यो मलाई सडक तताउनेमै राजा मात्रै नभएर शासनमा राजा भएन मात्रै भन्ने कुरोले सडक तताउँदैन। आम मान्छेले चाहिँ अहिलेको गणतन्त्रले आम मान्छेलाई हित गरेन भन्ने जुन आक्रोश छ त्यो आक्रोशले सडक तताउँछ। त्यो सडक तात्यो भने मैले धेरै ठाउँ भनेको छु सडक तात्यो भने 4वटा कुराले सडक तात्छ। एउटा सरकारले दमन गर्नु पर्यो सुधार नगरेर दमन गर्नु पर्यो अनि अर्को कुरोमा चाहिँ त्यसपछि सडकमा मान्छे आउनु पर्यो सडक तात्नु पर्यो 2। अब तेस्रो कुरो के भने सेना सजग हुनु पर्यो किन यो भएपछि अब सेनाले के निर्णय गर्नुपर्छ सडक तात्ने हो भने सरकारको पक्षमा लगाएर जनता भुट्ने कि जनताको पक्षमा लगाएर यी सरकारलाई छोड्ने हो साथ छोड्ने हो त्यो तेस्रो कुरो सेनाले एउटा निर्णय गर्नुपर्ने आउँछ। र यहाँ आएपछि विदेशी शक्तिले सडकलाई समर्थन गर्ने हो कि सत्तालाई समर्थन गर्ने हो यी 4वटा कुराहरू सरकारको दमन अनि सडक तात्ने सेनाको नयाँ पोलिसी अनि विदेशी शक्तिलेको आकलन ती 4वटा कुरा भइसकेपछि अब के भन्छ राजा फर्किने र 4वटै कुराले राजा माग्यो अथवा सेनाले पनि राजा माग्यो विदेशीले पनि राजा माग्यो सडकले पनि राजा माग्यो राजै आउँछ। यस्तो स्थिति आएन भने त्यस्तो स्थिति आयो भने के हुनसक्छ भन्दा संविधानमै सुधार गर्ने अथवा गणतन्त्रमै सुधार गर्ने कुरो राष्ट्रपतीय पद्धति आउने राष्ट्रपतीय पद्धति आएर भ्रष्टाचारको कारबाही गर्ने गरिबी हटाउने योजना ल्याउने अनि पार्लियामेन्ट सानो बनाउने अनि यो संहिता हटाउने किन फजुल खर्चियो यसको जरुरत छैन। पार्लियामेन्टबाटै यसलाई चाहिँ समाधान गर्नुपर्छ। प्रचण्डज्यूले केही दिन अघि एउटा अन्तर्वार्तामा भन्नुभएको थियो पार्लियामेन्ट्री सिस्टमबाट यो समाधान गर्नुपर्छ सडकबाट होइन भन्दा पार्लियामेन्टबाट
तपाईँले देख्नु भएको छ? अनि सुन्नु मैले बुझिया चाहिँ कि त सत्तासीनहरूले नै संविधान सुधार गर्नु पर्यो। सत्तासीनले गरेनन् भने त्यतिखेर सडक तातेपछि चाहिँ अब मैले अघि भने चाँडा कुरो मिलेर सडक र सेना समेत विदेशी समेत राजा ल्याउने हुन् कि अनि यो चाहिँ फलिफाप हुँदैन भनेर राष्ट्रपतीय पद्धतिमा जाने हुन्। दोस्रो अनि दोस्रो पनि भएन भने बस सेनै आउने हो कि सेनैको शासन सुरु हुने, किन देश यस्ता स्थितिमा बस्दैन। यो ठाउँमा अहिले देश पुगेको छ। तिनवटा विकल्प अगाडि आछन्। संविधान गणतन्त्र नै सुधार भएर जाने एक, अनि राजा फर्किने दुई, अनि सेना आउने तीन। तिनवटा मध्येमा कुनै विकल्प अगाडि आउँछ। यो अहिले फागुनदेखि यता आम मान्छेमा विकल्पको खोजी। अब योभन्दा चाहिँ अलिक मसिना विकल्पहरू चुनावका पद्धति लाने भन्ने टाइपका मान्छे पनि छन्। तर जे होस् यथास्थितिमा देश चल्दैन भन्ने चेतना फागुन यता राजाको यो वक्तव्य पछाडि यता चाहिँ चर्केर आएछ। यो नेताहरूले कति बुझ्छन्? नेताहरूले चाहिँ होइन सबै गणतन्त्र राखेपछि गणतन्त्रको बुटी हल्लाइदिएपछि सबै मान्छे मक्ख छन् भन्ने कुरोमा सत्तासीन पुगिरह्यो भने उही ६३मा राजाले देशमा राजतन्त्र छ, म राजा छु, आम जनता त मेरै पक्षमा, सेना मेरै पक्षमा भने राजाले ठानेर दमन गर्दा गर्दै चाहिँ नागार्जुन जाने दिन आए भने चाहिँ अहिले पनि त्यो कुरो दोहोरिन सक्छ। अहिलेका सत्तासीनहरूले पनि गणतन्त्रको बुटी राखेर केही गर्नु पर्दैन, जति भ्रष्टाचार गरे पनि, जति गरिबी हटाएर पैसा कमाए पनि हुन्छ, गणतन्त्र बमोजिम मान्छे मख हुन्छन् भन्ने कुरो, तन्त्रले मान्छेको पेट भरिन्छ भन्ने कुरोमा नेताहरू लागे भने ६३ साल नै देशमा दोहोरिन सक्छ। त्यो स्थिति गम्भीर रूपले आछ। अब नेताहरूले के बुझ्छन्? अब मैले भने ६३ साल दोहोऱ्याउने काम पनि नेताहरूबाटै हुन्छ। अनि गणतन्त्र फालेर राजतन्त्रै फर्काउने अथवा सेना फर्काउने अथवा राष्ट्रपतीय पद्धतिमा लाने कामको करणीमा चाहिँ तत्त्व भनेको पनि यिनै गणतन्त्रवादी नेता नै हुन्छन्। जस्तो यो बिचमा दोस्रो तहका नेताहरू, अझ भनौँ कङ्ग्रेसभित्र गगन थापाहरूको कुरा, महामन्त्री अघि पनि हामीले कुरा गऱ्यौँ, एमाले भित्र दोस्रो तहका नेताहरू, युवा नेताहरू, उहाँहरूले आफ्नो नेतृत्वले केही कमी कमजोरी गरे भन्ने किसिमका पार्टीभित्रका आन्तरिक छलफल होलान्। तर दोस्रो तहमा हामीले नेतृत्व गरेपछि सबै सुधार हुन्छ, अब हामीले उठ्नुपर्छ भनेर पनि उहाँहरूको जुन चहल पहल, उहाँहरूको जुन शक्ति त्यो देखा परिरहेको छ नि, यो पालो आउँछ कि अथवा उहाँले पनि देखाउने हो? यो राजनीतिक पार्टीमा त त्यस्तो हुनुपर्ने स्वाभाविक हो। किन नेताले गल्ती गरेपछि कार्यकर्ताले च्याप्छन्, नेता फेर्छन्। तर यहाँ अहिलेका पार्टी जुन ३-४वटा पार्टी अथवा ५वटा पार्टी जुन प्रमुख पार्टी छन्, यी पार्टीका उयो भन्छ नि मुहान धमिलो भयो भने तल फेससम्मै पानी धमिलो हुन्छ भने जस्तो नेताको बिचमा अहिलेसम्म के देखा परेको छैन भने जस्तो एमालेमा भीमरावले केही गतिला कुरा उठाएको थियो, उसलाई फ्याँके, कसैले बोलेनन्। त्यहाँभन्दा पहिले एमालेमा पनि राम्रा मान्छेहरू जो थिए जम्मैलाई हटाएर ओली यहाँ अगाडि आउँदा पनि कोही बोलेनन् भन्दा पार्टी कार्यकर्ता नभएर, कार्यकर्ता जस्ता नभएर बिचौलिया जस्ता भयो कि नेताको स्वार्थमा पछि कुद्ने अनि नेताले दिएको पैसा चाहिँ खाएर चाहिँ बिचौलियाको काम गरेर जनतालाई झुक्क्याउने काममा कार्यकर्ता लाग्ने यो शैली आएको छ। काङ्ग्रेसमा पनि त्यही छ। किन अहिले यति आएर शेरबहादुरमा जे चाहिँ उमेरले पनि वृद्ध भएर अनि चाहिँ उहाँकै फ्यामिली देशका राजनीतिक गन्दगीमा मुसिएका जति घटनाहरू आछन्, अब त्यहाँ त्यसको प्रतिछाया उहाँको पार्टीमा आउँदैन। चाहिँ जी हजुरी गरेर बसेर अब अहिले पनि सरकार फेरिरह्यो भने शेरबहादुर नै प्रधानमन्त्री हुनुपर्ने अथवा आरजु प्रधानमन्त्री हुने यस्ता कुराहरू अगाडि आउन थालेका छन् कि त्यहाँ स्वच्छ छविको खोजी चाहिँ गर्ने परम्परा काङ्ग्रेसमा पनि छैन, एमालेमा पनि छैन। अब एमालेमा चाहिँ ओली नै जाने हो भने अब विद्याजीलाई लिएर आउने जस्ता कुराहरू गर्छन्। अब विद्याजीलाई लिएर आउँदा अब ओली जति बदनाम भएको पात्र त होइन, तर राष्ट्रपति भएर 8 वर्ष बसेको मान्छेलाई सरकारमा आएर उहाँले यता पार्टीमा आएर कति पार्टी परिचालन गर्न सक्ने हो? किन राष्ट्रपतिको पद भन्या त आफूले गर्ने त केही पनि होइन, अरूले भनेको कुरो ठक्क ठक्कमा सही गरेर बस्ने पद्धतिबाट हुर्किएको मान्छे
अब पार्टीमा त दिनदिन बहस पैरवी ममा चाहिँ चलेर जानुपर्ने ठाउँमा अनि फेरि योजना बनाउन पनि सक्ने राष्ट्रपति भएर त योजना बनाउनु पर्दैन थियो। अब योजनाविहीन भएको व्यक्तित्वले यहाँ आएर पार्टीलाई रूपान्तरणै गर्ने योजना बनाउन उहाँले को क्षमताले भ्याउँछ कि भ्याउँदैन म चाहिँ अब अर्को विकल्प पनि छैन। फेरि विद्याभन्दा त्यहाँ अर्को विकल्प पनि छैन। अब विद्यार्थीलाई ल्याएर त्यो स्थिति अगाडि जान्छ कि जाँदैन त्यो पनि टुङ्गो छैन। अब अर्को चाहिँ भनौँ न यहाँ जति बुढा छन् ती कुनै पनि बुढा विश्राम लिने पक्षमा छैनन्। विश्राम लिने कुरै छैन पार्टीमा होइन न प्रचण्ड शर्मा ओलीज्यूले नै भन्नुभयो अझ 10-15 वर्ष कुरौँ एमाले केपी ओली बिनाको एमालेको परिकल्पना गर्न 10-15 वर्ष कुर्दा भयो नि भने केही दिन अगाडि भन्नुभएको थियो। यो चेतनाले त मलाई के लाग्छ भने यी नेताहरू भित्री मनदेखि नै फेरि 63 साल दोहोऱ्याउन चाहन्छन् के भनेको सडक तताउन चाहन्छन् अनि आफूको अन्त्य हुन चाहन्छन् भने चाहिँ उनीहरूको सोचले सुधारबाट जस्तो अहिलेसम्म 7 सालदेखि यतासम्म आउँदा संविधान एकचोटि पनि सुधार भएन चाहिँ अनि च्यातिँदै आयो। 7 सालको संविधान 15 सालमा च्यातियो, 15 सालको संविधान 17 सालमा च्यातियो, 17 सालको संविधान 46मा आएर च्यातियो, 46को संविधान आएर 63मा च्यातियो। फेरि यी नेताहरूको चाहिँ गतिविधिले यो 63बाट 72मा जुन संविधान आयो यो संविधान पनि यिनका गतिविधिले च्यातिने ठाउँमा जाँदैछ, सुधार्ने ठाउँमा लान खोजिरहेको छैन। च्यातिने ठाउँमा पुग्दैछ, जान खोजिरहेको संविधान पनि अहिलेकै कारणले च्यातिने ठाउँमा पुग्दैछ। नेताहरूकै कारणले फेरि यो सत्तासीन नेताहरूकै कारणले जिम्मेवार चाहिँ को हुन सक्छ? यहाँले देखेको पात्र भनेको 3 जना जो अहिले नै हामी मुख्य पात्र देख्छौँ उहाँहरूकै कारण हो होइन? अहिले त गणतन्त्रका हिमायती भनेर 4 जना नेताहरूले आफूलाई गणतन्त्रका नायक ठान्छन्। 4 जना को? शेरबहादुरजी भयो, ओलीजी भयो, प्रचण्ड भयो, माधव भयो। यी 4 जना फेरि के संविधान संशोधनको पक्षमा देखिँदैनन् अथवा सुधारको पक्षमा छैनन्। अस्ति तिनकुनेमा जुलुस हुने मैले अघि पनि भने त्यो तिनकुनेको जुलुस राजालाई स्वागत गर्ने जुलुसभन्दा ठुलो भयो भने राजावादी आन्दोलनको गर्ने मानिसहरूको मनोबल बढ्छ भन्ने नाममा उनीहरूले हस्तक्षेप गरे। हस्तक्षेप गरेर चाहिँ त्यसलाई दमन गर्नुपर्छ भन्ने नाममा त्यसै दिन माओवादी गणतन्त्रवादी नेताहरूको अर्को कार्यक्रम राखे। त्यतापट्टि दमन गरेन, आखिरी कार्यक्रममा दमन गर्ने हो भने यता पनि गरे हुन्थ्यो, यतापट्टि गरेन त्यहाँ दमन गरे। त्यो दमन गर्नेमा 4वटा नेताहरूको एकमत थियो। अब अहिले पनि उनीहरूलाई के लाग्छ भने यो हावाकावा बनाएर चाहिँ उनीहरूले के देखाएको छन् यो असन्तोष भनेको चाहिँ राजा हुन चाहने कुरोको मात्रै असन्तोष हो भन्ने कुरो सत्तासीनले बुझे। मैले बुझ्या के हो भने यो राजावादी आन्दोलन भनेर जुन अगाडि आयो यसका अधिकांश मान्छेहरू चाहिँ सरकारसँग असन्तोष भएका मान्छे त्यहाँ आएका छन्। त्यो असन्तोष भएका मान्छे आएको र राजावादी आन्दोलन दबेर पनि यो असन्तोष सकिँदैन। एकछिन मानौँ राजावादी आन्दोलन उठेन अरे, दबाएर जति दबाउन सके पनि दबाएर दबियो भने पनि राज्यप्रतिको असन्तोष त मान्छेको सकिँदैन। फेरि के हुन्छ भने यो असन्तोष नसकेपछि त्यो मुखरित भएर राजावादी आन्दोलन जुन आन्दोलनको रूपमा आउन खोजिएको छ त्यो पनि सेलाउँदैन, किन यताको असर त्यतापट्टि गएर पर्ने। अघि यहाँले जोड्नु भएको थियो केपी शर्मा ओली, विद्यादेवी भण्डारी केपी शर्मा ओली जति दूषित होइनन् भनेर अघि यहाँले जोडिरहँदा कुनै बेलाको प्रिय पात्र तपाईँ पनि हो। आरके मैनाली केपी शर्मा ओलीको सबैभन्दा बढी नजिकको पात्र हुनुहुन्थ्यो त कोही तपाईँ पनि हो। लामो समय कम्युनिस्ट राजनीतिमा यहाँले पनि राजनीति गर्नुभयो, एमालेमै रहनुभयो। पछि यहाँलाई जसरी हुन्छ अहिले भीम रावलको अवस्था के बनाइयो त्यसरी तपाईँलाई निकालिएको कुरा पनि आयो। छोड्ने अवस्था किन आयो? स्वच्छ छविको नेता कोही छ भने आफ्नो भएको सम्पत्ति बाचुन्जेल नै कसैको नाममा सरकारको राज्यको नाममा दिन्छ भने त्यो केपी शर्मा ओली हो भनेर उहाँले बारम्बार दोहोऱ्याइरहनु भएको छ। उहाँका पार्टी कार्यकर्ताले भन्नु भएको छ, तर तपाईँ भन्नुहुन्छ दुखी सबैभन्दा बढी भनेर केपी शर्मा ओलीलाई किन यो अवस्था होइन? यो भन्नकै लागि त मेरो अरबौँ सम्पत्ति थियो, खरबौँ बनाएर राज्यलाई दिएँ भन्न पनि ओलीजीलाई अप्ठ्यारो चाहिँ छैन। किन भनिदिनु त हो, किन उहाँको पहिले सम्पत्ति कति थियो, अहिले सम्पत्ति कति छ त्यो काहीँ मूल्याङ्कन भएको विषय त छैन। अनि त्यो पनि म राज्यलाई दिन्छु भन्नुभयो म चाहिँ, तर कागजपत्रमा किन सम्पत्ति भनेको कुरो त मुखले भनेर जाँदैन। त्यसका डकुमेन्टेसनमा नै राज्यलाई दिने प्रक्रियामा त उहाँले केही गर्नुभएको छैन।
त्यही कारण ती सबै राजनीतिक गफ हुन् के, टन्ट हान्ने कुराहरू हुन्। म चाहिँ उहाँले त्यो सबै सम्पत्ति उहाँले भने जति सम्पत्ति उहाँको माताहतमा अहिले भएको सम्पत्ति देखिएको नदेखिएको सम्पत्ति राज्यलाई दिने कुरो उहाँले गरे जस्तो मलाई लाग्दैन। त्यो राजनीतिक टन्ट हानेर म सबै दिन्छु, लु तिमीहरू पनि देऊ त भन्दा न अरूले दिन्छन् न आफूले दिने हो चाहिँ त्यो कुरो मात्रै हो चाहिँ। त्यसैले मलाई के लाग्छ भने यो स्थितिले यी नेताहरूको स्वास्थ्य स्थितिले सुधार नगरेर चाहिँ म यसो हेर्छु 7 सालमा पनि राणाले दमनै गरे बापतमा राणा हिँडे होला। विदेशीको साथ पनि आयो, हुन त विदेशीको साथ नआइसक्यो, अहिले नेपालमा परिवर्तन भएको छैन। अब 46 सालमा पनि पञ्चाउरले दमनै गर्दा गर्दै पञ्चाउरले सत्ता छोड्नुपर्ने स्थिति आयो त दमनकै कारणले। अब 63मा पनि राजाले वार्तातिर गएर विद्रोहीसँग अथवा माओवादीसँग अथवा काङ्ग्रेससँग वार्ता गर्ने, काङ्ग्रेसको सरकार आफूले आफ्नो हातमा नलिएर काङ्ग्रेसलाई नै जिम्मा लाएर देशका समस्या हल गर भनेर सेना समेत जिम्मा लाएको भए त्यसको एउटा परिणाम हुन्थ्यो। राजाले त्यो नगरेर गोली चलाएर मै नै माओवादी ठिक गर्छु र अनि दललाई पनि ठिक गर्छु, फेरि म 17 साल जस्तै चाहिँ जे गरे पनि हुने ठाउँमा पुग्छु भन्ने मूल्याङ्कनमा जाँदा नागार्जुन जानुपर्ने भयो। अब ठ्याक्क त्यही चेतना अहिलेका सत्ताहरूमा छ, दमन गर्ने, गणतन्त्रवादी सब एकजुट हुने। अहिले तपाईँ जोड्दै हुनुहुन्थ्यो केपी शर्मा ओलीज्यूमा ठ्याक्कै यही दमनकारी यही अवस्था छ। आफू हिजो दमनमा परेको कुरो बिर्सिनु भयो उहाँले चाहिँ। अनि अब अहिले त्यो दमन गर्ने ठाउँमा हिजोका सत्ताले दमन गरे जस्तै दमनमा उहाँ अगाडि जानुभएको छ, सुधारमा जानुभएको छैन। अहिले गणतन्त्रवादी एक ठाउँमा भएर जस्तो अस्ति राजावादी जुलुसहरू अलिक बढ्न थालेपछि गणतन्त्रवादी नेता एक भएर फेरि अब कार्यनीति बनाउने अरे भन्ने कुरो गरे। मलाई पनि लाग्यो अब चेतना आएछ कि भन्छ भरे त कार्यनीति बनाउने भनेर दमनको कार्यनीति बनाएछन्। चाहिँ यता प्रेजेन्टेसनमा चाहिँ हस्तक्षेप गरेर चाहिँ अब त्यहाँ टियर ग्यासदेखि लिएर गोली चलाएर अब पछि गएर गोली नै चलाउन थालिसकेपछि त मान्छे त्यहाँ सडकमा आएको मान्छे मध्येमा सबै त भद्र त थिएनन्। अनि जब हस्तक्षेप भयो उनीहरूले पनि लुटपाट सुरु गरे, आन्दोलनमै आएका मान्छेले लुटे होलान् चाहिँ। तर त्यो दमन भइसकेपछि मान्छेले अराजक भएर त गरे चाहिँ। पहिले सरकारले दमन गर्यो। यस्तो अवस्था आइसकेपछि कम्युनिस्टलाई त्यति माया गरेको अहिले पनि तपाईँको देखिरहेको छु यहाँ तस्बिरहरू, कम्युनिस्टको यो कणकणमा तपाईँको हुँदा चटक्कै छोड्नुपर्ने अवस्था। आज यो विश्लेषण गरेर बस्नुपर्ने तपाईँ पनि यो देशको प्रधानमन्त्रीका लागि म पनि बन्छु भनेर हिजो लागेको व्यक्तित्व आरके मैनाली आज यहाँ थपक्क नआएर बस्नुपर्ने अवस्था, कम्युनिस्टलाई नै चटक्क छोडिदिनु पर्ने अवस्था किन आयो? होइन, यो विचलनको अवस्था अथवा कम्युनिस्टभित्र कस्तो भयो भने किन आयो आरके सर? एउटा मान्छे सुन्न, एउटा मान्छेले जागिर खान गयो, पुलिसमा जागिर खायो, हवलदार भयो, हवलदार छोड्यो, हवलदार रिटायर भएर पनि जीवनभर ऊ हवलदारै भने उसको नाम रहिरहन्छ। त अहिलेका नेताहरू पनि त्यही रिटायर हवलदारको नाम जस्तो कम्युनिस्ट नाममा जिन्दगीभर उनीहरू बाँचेका छन्, कम्युनिस्ट शैलीमा गएनन्। कम्युनिस्ट आज हिजोको त्यो राजीनामा गरेको हवलदार त पुलिसको हवलदार त त्यो आचरणमा त ऊ छैन नि, पछि पटाइ पनि चोरी पनि गर्न थाल्यो भन्छ। त्यस्तै यिनीहरू निश्चित समय पछाडि बहुदल आएपछि बिग्रिँदै दासढुङ्गा पछाडि त अहिलेका सत्तामा आउने, अनि पछि प्रचण्ड लगायत विद्रोह गर्न आउने सबै एकमुष्ट के भन्यो भने कम्युनिस्ट आचरणभन्दा बाहिर स्वार्थैपनले डुबेर अगाडि गए। त्यस कारण नाम त उनले उही भूतपूर्व हवलदार पनि हवलदारै भयो जस्तो आफ्नो कम्युनिस्ट भन्ने त उनले छोडेको छ। न माओवादी छोडेको छ, न चाहिँ हिजो विद्रोह गरेर आएको चाहिँ एमाले आफूलाई कम्युनिस्ट पार्टी एकीकृत नेकपा एमाले चाहिँ भन्न उसले छोडेको छ। यी दुइटै कुरो नछोड्ने आफूलाई कम्युनिस्ट भनिरहन्छन्, कम्युनिस्ट आचरणमा उनीहरू छैनन्। त्यही भएर यो देशमा अहिले गन्जागोल छ। अहिले धेरैचोटि अब यहाँ अहिले कम्युनिस्ट प्रधानमन्त्री कतिवटा बाबुराम प्रधानमन्त्री, प्रचण्ड प्रधानमन्त्री, झलनाथ प्रधानमन्त्री, माधव प्रधानमन्त्री, ओली प्रधानमन्त्री, 5वटा त कम्युनिस्ट प्रधानमन्त्री भए, कम्युनिस्ट नामका प्रधानमन्त्री भए, नाममा प्रधानमन्त्री भए। त 5वटाले 1 इन्ची पनि देश सुधारको निम्ति काम गरेनन्। सबैले आफ्नो स्वार्थमा चाहिँ अब झलनाथजीको
त्यो सर्पकाण्ड अहिले पनि जगजाहेर छ। ओलीजी के अरे माधवजीको बालुवाटार अहिले पनि सबै कमाउनमै लाग्यो नि। अब ओलीजीका त कति छन् मालाहरू। अब यो चाहिँ गिरिबन्धु टी स्टेटदेखि अहिले कम्प्युटरसम्मका कुराहरू आएछन्। अनि त्यति मात्र नभएर कीर्तिपुरमा चाहिँ 1.5 अरबको बिल्डिङको दान लिने जस्ता कुराहरू पनि आएछन्। त्यो यसै सिधै मुखमा दान आयो आए। त यसरी अब शेरबहादुरकै कुरा काङ्ग्रेसकै कुरा गर्ने भने अथाह कुराहरू छ। चेजियरदेखि धेरै कुराहरू उठेर अगाडि आएछन्। त यी सबै भ्रष्टाचारले विकृति भएका काङ्ग्रेस पनि विकृत भयो, एमाले पनि विकृत भयो। अनि त्यो विकृत भएपछि नाम चाहिँ उनीहरूले पुरानै राखिरहेका छन्। अब उनीहरूको नाम चाहिँ अब पहिलेको कम्युनिस्ट पार्टी छोडेर अब नयाँ चाहिँ आफू कमाउ पार्टीको रूपमा नाम राखे हुने स्थिति आछ। चाहिँ कम्युनिस्ट पार्टी होइन, कमाउ पार्टी, काङ्ग्रेस पार्टी होइन, चाहिँ पकड पार्टी राखे नाम हुने स्थितिमा आछ। किन कार्यकर्ता पनि सजग छैन, नेता पनि सजग छैन, सबै त्यही ठाउँमा लागेका छन्। त्यही ठाउँमै लागेरै भनौँ न। 9 महिनाको अवधिमा दुई ठुला दलहरू मिलेर काम गर्दा यो कतिको केपी शर्मा ओलीज्यू सफल हुने अवस्था। उहाँले केही दिन अगाडि मन्त्री परिषदकै एउटा अङ्क पनि बाँडफाँड भएको थियो। पास मार्क समेत आएन भनेर प्रचण्डज्यूले कुन नैतिकताले बस्दै हुनुहुन्छ भनेर पनि प्रश्न गरिरहनु भएको थियो। पास मार्क अङ्क हेर्नुहोस् उहाँहरूले प्राप्त गरेका अङ्क। अब हामीले हिजो एसईमा होस् या +2मा होस् 40 मार्क्स ल्याउँदा पास हुनुपर्ने, 32 मार्क्स ल्याउँदा पास हुनुपर्ने, आज त्यति मार्क्स पनि आएको छैन। अब उहाँहरू सुधारको पाटोमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई यहाँले मार्क्स दिनुपर्दा, काम गरेको आधारमा भन्नुपर्दा कति दिनुहुन्छ? सफल हुने अवस्था रहन्छ? होइन, अहिलेको सरकारले पोजिटिभ नम्बर ल्याउने हो भने त 20-22 पनि ल्याएको छैन। 40मा पास हुने ठाउँमा आधा नम्बर पनि ल्याएको छैन। अब प्रचारका रूपले भन्ने हो भने अब केमा पास गर्यो भन्दा अब दमकमा भ्यू टावर बनाए, जुन भ्यू टावरले चाहिँ उनको प्रगतिमा माइनसमा गर्यो। चाहिँ त्यही भ्यू टावरमा त्यही पैसाले त्यहाँ हस्पिटल बनाइदिए भए के हुन्थ्यो? चाहिँ अब भ्यू टावर बनाउने एउटा लहरै देशभित्र चलाए। यस्ता नेगेटिभ अब ठुल्ठुला मलाई लाग्छ 50 वर्षसम्म नेपाली नेताले बोल्नु नपर्ने कुरा अहिले ओलीले गफकै रूपमा सिधाइदिएका छन्। किन यहाँ घर घरमा ग्यास ल्याउने कुरो पनि उनले गरिसकेका छ, पानीदार ल्याउने कुरो पनि गरिसकेका छ, चीन र दिल्लीबाट 2-3वटा रेल ल्याउने कुरो पनि गरिसकेका छ, अनि बिजुली बेच्ने पनि कुरो गरेको छ, खानेका उत्पादनका कुराहरू पनि गरेका छ। उनले बाँकी राखेका कुरा त केही पनि छैन, तर गर्न पनि नसक्ने त। अब आफ्नो क्षमताभन्दा बाहिरका ठुला गफहरू गर्ने, काम चाहिँ नगर्ने भएपछि काम चाहिँ के गरे भन्दा उहाँको जन्मथलोमा गएर 50 लाख खर्च गरेर जन्मोत्सव मनाए। चाहिँ अब दमकमा कति अरब खर्च गरेर चाहिँ त्यो भ्यू टावर बनाए। जब त्यो भ्यू टावर चल्दैन त्यहाँ 1500 पसल, त्यो दमक सानो बजार, त्यसको पनि 5 किलोमिटर पर लगेर बनाएको त्यो भ्यू टावरमा 1500 पसल राखेर त्यहाँ किन्ने ग्राहक कहाँबाट आउँछन्? व्यापारिक कम्प्लेक्स। व्यापारिक कम्प्लेक्स भएर 1500 पसल चल्छ अरे त्यहाँ। 1500 पसल चल्दा अब एउटा पसलमा कमसेकम दिनमा 100 जना मान्छे आउनु पर्यो किनबेल गर्न। 100 जना मध्येमा करिब 50 जनाले सामान किन्लान्, अनि मात्रै उसको व्यापार चल्छ। भन्यो भने त्यहाँ दिनभरिमा 100 जना मान्छे पनि आउँदैन चाहिँ त्यो गाउँमा। अझै मान्छे त्यहाँ आउनको लागि त अझै 20-25 वर्षमा चाहिँ 100-150 मान्छे आउने स्थिति होला। किन एक त गाउँको बजार, त्यसमा पनि बजारबाट पनि टाढा भएपछि त्यो व्यापारी कम्प्लेक्समा सामान किन्न आएर अनि व्यापारी कम्प्लेक्समा चलेर त्यहाँ राम्रो हुन्छ भन्ने कुरो आएन। त्यो उनको परिकल्पना चाहिँ के हो भने त्यो जस्तो यहाँ भीमसेन थापाले बनाएको काठमाडौँको धरहरा अब अहिले भीमसेन स्तम्भ भयो नि, भीमसेनको नाममा रह्यो भने जस्तै त्यो ओली स्तम्भ बनाउने हो। ओली स्तम्भ बनाउनलाई होइन, उनको पालाभन्दा पछि गएपछि त ओली स्तम्भ हुन्छ भन्ने सोचका साथ अनि माथि ओलीजी भन्ने घन्टा बजाएर हिँडाउने त्यो परिकल्पना हो जस्तो मलाई लाग्छ। किन त्यो व्यापार चलाउने परिकल्पना होइन। अझै व्यापार त अहिले नचले 50 वर्षपछि चल्ला भने 50 वर्ष त्यो भ्यू टावरै लड्छ। चाहिँ त्यो निजी महत्त्वकाङ्क्षा, निजी स्वास्थ्य महत्त्वकाङ्क्षाले प्रेरित गरेर त्यो अगाडि आयो। किन त्यो मान्छेको आवश्यकताले त्यो कुरो आउन सकेन। यो बिचमा सहकारी प्रकरणका कुराहरू थुप्रै आए, संसदीय छानबिन समिति बन्यो, 87 अर्बका कुरा, अहिले ती पैसा पनि हराए, व्यक्ति पनि हराए। अहिले जीवी भने नि जीवी राई मुख्य योजनाकार बनाइयो, हराइयो। अहिले रवि लामिछाने मात्रै एकजना पात्र छन् जो यही सहकारी वरपर अहिले प्रहरीको, उहाँ त कारागार नै चलान भइसक्ने। अब
रवि लामिछानेको हकमा सरकार जुन गतिमा अगाडि बढ्यो नि, सरकारले जुन प्रकारको अवस्था रवैया देखाइयो नि, यसलाई चाहिँ यहाँले कसरी हेर्नु? होइन, मैले त रविको बारेमा धेरै भने। पहिलोचोटि जितेर आउँदा त मलाई रवि एउटा राम्रै मान्छे लागेको थियो, किन उनका सबै कुरो खुलेका थिएनन्। अब पछि के थाहा पाइयो भने उनी नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएको मान्छे रहेछन्, अमेरिकन नागरिकता लिएर, अनि फेरि अमेरिकन नागरिकता त्यागेर यहाँ नेपालमा आएको रहेछन्। त्यसैबाट मलाई के चिसो लाग्यो भने एउटा नेपाली नागरिक विदेश गएर नागरिकतै त्यागेर विदेशी नागरिक भएर एउटा सामान्य मान्छे त त्यसो गर्न सक्छ, आएर फेरि नेपाली नागरिक हुनसक्छ। तर नेपालको परिवर्तनमा म शासकै हुन्छु, सञ्चालकै हुन्छु भन्ने ख्वाब राख्ने मान्छेले देशको मुख्य मूल मन्त्र भनेको नागरिकता, त्यो नै छोडेर बाहिर जानुहुन्छ, त्यो त बेइमानी भयो, राष्ट्रपतिको बेइमान भयो। चाहिँ उनी मौका पर्दाखेरि त जे पनि हुन तयार रहेछन्, त्यो कुरो पछि खुल्यो। अनि त्यसबाट चुनाव जितेर आउने बित्तिकै उनले गृह मन्त्रालय त्यागे। चाहियो गृह मन्त्रालय भनेर गृह मन्त्रालय सरकारमा नगई पनि नछोड्ने, गृह मन्त्रालयभन्दा अरू पनि नलिने भनेपछि धेरैले के ठाने भने गृह मन्त्रालय चाहिँ पैसा कमाउन यिनले बुझाएर छ, पत्रकार हो, किनभने गृह मन्त्रालयमा सजिलो गरी पैसा कमाइन्छ। जति पनि गृहमन्त्रीहरू अहिले बौद्ध लागेपछि आछन् ती सबै विवादमा गएका छन्, पैसा कमाएरै विवादमा गएका छन्। कसैलाई मुद्दा लाग्यो पैसा पक्रिन, पैसै चाहियो, पैसै ल्याउँछन्, छोडिदिनु पर्यो, पैसा आउँछ। त्यो गृह मन्त्रालय भनेको पैसा कमाउन राज्य कोषको पैसा होइन कि पब्लिकको पैसा खान सकिने ठाउँ भएको बेमान प्रधानमन्त्री गृहमन्त्री बन्यो भने त्यो पुलिसहरूको र प्रशासनको मिले मतोमा पैसा कमाउने ठाउँ हो। त्यही बुझेर रवि आए भन्ने कुरो ठाने धेरैले। तर कुरो त्यो पनि रहन्छ, पछि त के भयो भने उनले त्योभन्दा पहिले नै चुनाव जित्ने बेलामा सहकारीको सम्पत्ति गैर कानुनी रूपमा चाहिँ अरू मान्छे लगाएर उनको आफ्नो संस्थामा ल्याएर मजाले अरबौँ रुपियाँ खर्च गरेको रहेछन्। त्यो पनि यति छट्टु मान्छे कि आफै गएर पैसा लिएर आयो भने त भोलि पक्राउ परिन्छ, त्यही कारण अरूलाई पैसा लिन पठायो। अनि आएको पैसा चाहिँ आफूले चाहिँ बाँडफाँड गर्यो, कति आफूले चेक काटेर, कति अरूले चेक काटेर। यो प्रमाण चाहिँ गृहमन्त्रीमा भएर बसेपछि त प्रमाण पुलिसले खोज्दैन। त्यस रूपले पनि चाहिँ गृहमा गए र पछि जब सत्ताबाट हटे अनि गृहले खोजी गरेर त विभिन्न ठाउँको पैसा, मलाई लाग्छ अहिले जति खोजबिनमा आएको छ त्योभन्दा अलिक तल होला अथवा अझ धेरै होला, सबै खोजबिन त नभएको होला। तर रविले छट्याइ गरेर पैसा खाएको होइन भन्ने कुरोको पुष्टि हुँदैन। चाहिँ उनी छट्टु मान्छे हुन्, चाहिँ राष्ट्रिय स्तरकै छट्टु हुन्। मान्छे त्यो ओलीभन्दा पनि मिठो गरी यति छोटो समयमा यत्रो पैसा लिएर चुनाव लडेर 20-21 सिट ल्याएर चाहिँ साँच्चीकै इमान्दार भएको भए त अहिले त चाहिँ रविले लामिछाने त देशको प्रधानमन्त्री नभएर पनि प्रधानमन्त्री जस्तो हुन्थ्यो, किन त्यो सम्मान उनले पाउँथे। तर बेमान मान्छे भएको हुनाले ती सबै पोत खुले। त्यस कारण अब पैसा त मान्छेको उठिया छैन, उनको पोल चाहिँ खोल्यो। पैसा सहकारीको पैसा नआउनुमा त सरकार नै दोषी छ, किन सहकारी खोलेर चाहिँ कानुनन रूपले सरकारी जम्मा गरेपछि पैसा जम्मा गर्ने वातावरण बनाइदिएपछि त्यसको चेकअप गर्ने। जस्तो राष्ट्र ब्याङ्कमा पैसा, देशको सबै पैसा राष्ट्र ब्याङ्क मार्फत त्यसको नियन्त्रण हुन्छ, अरू ब्याङ्कको पैसा नियन्त्रण हुने। अनि सहकारीमा पनि ब्याङ्क सहरमा चाहिँ जम्मा गर्ने मान्छेले 3 करोड 5 करोड 10 करोडसम्म मान्छे सहकारीमा पैसा जम्मा गरेको छ। यत्रो पैसा जम्मा गरेपछि त्यसको नियन्त्रणको व्यवस्था सरकारले किन नगर्ने? सहकारी भने सहकारी रूपमा होइन, एउटा कम्पनीको रूपमा सहकारीलाई अगाडि लिएर आयो। बचत सहकारी भने त सहकारीको रूपै छैन, चाहिँ त्यो कम्पनीमा कम्पनी बनाएर पैसाको कारोबार गर्ने गाउँले साहुगिरीको पद्धतिमा छ। किन यतापट्टि अरूमा त धितोसितो लिने आदि र आफ्नो सिस्टममा मात्रै ऋण लगाउने ठाउँमा सहकारीले चाहिँ सहकारीलाई मात्रै ऋण लगाउँछ, किसानलाई मात्रै ऋण लगाउने पर्ने ठाउँमा सहकारीभन्दा बाहिर गएर अरबौँ रुपियाँ त्यहाँका सञ्चालकहरूले ख्वाब राखेर पैसा धेरै भयो चलाउन उनलाई के छन् बेमानी गर्ने खालका मान्छेहरूले त्यो पैसा लगानी गरे। त्यही लगानीको फाइदा चाहिँ लामिछानेले नै उठाए, सरकारले नियन्त्रण गर्दै गरेन। र अब अहिले मलाई लाग्छ ब्याङ्कमा भएको पुँजीको आधा पुँजी सहकारीले दुरुपयोग गरे। तर आज एउटा दोषी अब अहिले पनि त्यो सहकारी कोही छैन भन्ने स्थिति, अब सबैले उन्मुक्ति पाउने अवस्था त्यो भएको के हो भने किनभने रवि लामिछाने अहिले जेलमा गए, अब अरू सबैले उन्मुक्ति पाउने अवस्था सरकारले वातावरण यहाँ त के छ भने अहिले पनि सहकारीका अधिकांश सञ्चालकहरू काङ्ग्रेस एमाले माओवादी पार्टीका सदस्य छन्।
अनि साँच्चीकै कारबाही हुने हो भने मलाई चाहिँ पार्टीका कार्यकर्ताहरूको जुन बाहुल्यता सहकारीमा छ, न्युट्रल मान्छे सहकारीमा लागेको सङ्ख्या थोरै छ। पार्टी कार्यकर्ता त्यसो भने एमालेका धेरै छन्, किन एमाले भित्र छन्, एमालेका कार्यकर्ताहरूले खोलेका सहकारी धेरै छन्। अनि अतिमध्येमा धेरैले बेइमानी गर्नेमा पनि तल एमालेका कार्यकर्ता, काङ्ग्रेसका कार्यकर्ता, माओवादी तिनीहरूले धेरै बाठा भएर अब 15 अरब 50 अरब रुपियाँ 15 करोड 20 करोड रुपियाँको सहकारी बनायो अनि त्यसको दुरुपयोग गर्यो, पैसा कमायो। कतिले बेइमानी गरेका छैन, कतिले जग्गामा लगानी गर्ने भने लगानी उठेन, चाहिँ सबै धर्नासँग परेको छ भने। त यो अवस्थामा सरकारले व्यवस्थापन नगरिदिएर यो अवस्था आयो। सुरुमै चाहिँ 1 करोडभन्दा माथिको सहकारीलाई ब्याङ्कले नियन्त्रण गर्ने कुरो बनाइदिया भए चाहिँ यसरी दुरुपयोग हुँदैन थियो, किन ब्याङ्कले ठाउँ ठाउँमै कारवाही गर्थ्यो, कर्मचारी कारवाही पर्थ्यो, सञ्चालक कारवाही पर्थ्यो। आज रवि लामिछाने नि यो जड हो नि त, उनलाई जेल हाल्ने बित्तिकै त्यो समस्या समाधान हुन्छ। ब्याङ्कले त्यसो गर्दै अब त लामिछानेले नै पैसा लान सक्दैन थियो नि। ब्याङ्कले त्यो कुरो गर्न त सरकारले नीति बनाइदिनु पर्यो, किन सहकारी ऐनलाई बाँधेर नियन्त्रण गर्ने राष्ट्र ब्याङ्कको त ऐनै छैन। अनि त्यो ऐन सरकारले बनाइदिए भए त पहिल्यै रोकिन्थ्यो। अब अहिले पनि अब त्यो अस्ति संसदमा एउटा समिति बनाइयो, त्यो समितिले त खोजबिन गरेर यही लामिछानेको बारेमा दोषी गरेर मात्रै त्यसको स्वरूप देखा पर्यो। सहकारीको सुधार त उसले गरेन। अहिले पनि सहकारी व्यतिथिको रूपमा छ। चाहिँ अहिले पनि पैसाको दुरुपयोग हुने ठाउँ ठाउँमा केस उठै छन्। मान्छेले चाहिँ सहकारीका सञ्चालकहरूले दुरुपयोग गरेकै छन्। अब अहिले फेरि के भने जग्गामा लगानी लगाए त्यो जग्गा नबिकेर हिजो जग्गाको दाम एकचोटि हत्तै बढ्यो, अनि त्यो हत्तै बढेको बेलामा मान्छेले जग्गा किने, ब्याङ्कबाट सहकारीबाट पैसा लगाएर जग्गा किने, अहिले जग्गा पैसा कमाउँछ सोचे। अनि त्यो पैसा कमाउन खोज्दा अनि 5 करोडमा जमिन किन्यो, अब अहिले बेच्नु पर्ने 1 करोड पनि बेच्दैन, जग्गै बिक्दैन, त पैसा त उसको फस्यो, सहकारीको पैसा डुब्यो। अब चाहिँ यसलाई पहिले नै जग्गामा पैसा लगाउन मिल्ने कि नमिल्ने, सहकारीको पैसा जग्गामा लगाउन मिल्ने कि नमिल्ने, सहकारीको पैसामा कति लाख एउटा सीमा तोकेर यति लाखभन्दा बेसी सहकारीमा जम्मा गर्न नपाउने भन्ने नियम बनाइदिए भए ठुलो पैसा सहकारीमा आउँदैन थियो। किन यो सहकारीमा आएको पैसा दुरुपयोग भयो एका ठाउँमा, अनि त्यहाँ सञ्चित गर्ने मान्छे भनेको पैसा लुकाउने कालो धन भएका मान्छेहरूको सञ्चित धेरै भयो। अब त्यहाँ दुई खाले छन्, एउटा सानो कमाउ मान्छेहरूले सञ्चित गर्ने एउटा सङ्ख्या छ, 5 रुपैयाँ 10 रुपैयाँ आफ्नो, अनि त्यो ठुलो करोडौँ पैसा लुकाउने ठाउँ, किन जति सबै अब सहकारीमा, अनि त्यो सहकारीमा अब त्यसले गर्दाखेरि चाहिँ स्थिति पैसा मान्छेको धेरै डुब्यो। त्यो डुब्ने काममा सरकारले जिम्मेवारी बोकेन, नियन्त्रण पहिले गरेन, अहिले पनि त गइरहेको छ। अघि यहाँले भनेको शब्द जस्तो दमनको नीतिमा सरकार अब सकिन्न भने दमनमा जान्छ भनिरहँदा आज रवि लामिछानेमाथि आज दुर्गा प्रसाईले जुन आन्दोलन गरेका छन्, यद्यपि उनले गरेका ती कामहरू सही हुन् भन्ने अवस्था होइन। उहाँलाई जेल हालेर मात्रै अथवा दमन गरेर मात्रै समस्याको हल हुन्छ भन्नेमा सरकार लागिरहेछ नि। यो अन्तिममा भन्नुपर्दा यसरी समस्याको समाधान हुन्छ? होइन, अब रविको बारेमा त अदालती केसै चलेको छ, धेरै चलेको छ, न्यायिक प्रक्रियामा गइसक्यो, न्यायिक कुरोमा गइसक्यो। अब जहाँसम्म दुर्गा प्रसाईको कुरो छ अथवा तिनकुनेको घटनाको कुरो छ, मैले त धेरै पहिलेदेखि भने एउटा निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्छ कि पर्दैन। त्यहाँ जुन दमन भयो, त्यहाँ तर्क त मान्छेको सरकारले पहिले दमन गर्यो भन्ने एउटा तर्क छ, होइन सरकारले पछि उच्छृङ्खल भएपछि हस्तक्षेप गरे हो भन्ने अर्को तर्क छ। अनि त्यो जुन पत्रकारमा घरभित्र मारिए, उसको क्यामेरा हरायो, उसले पुरा सिन लिएको थियो अनि पुलिसले नै त्यसलाई कोठाभित्र लगेर मार्यो भन्ने एउटा तर्क छ। त्यसो होइन मान्छे उसलाई चाहिँ आन्दोलनकारीले मार्यो अर्को तर्क। यस्ता धेरै तर्क आएपछि त्यसको सत्य तथ्य के हो भनेर खोज्नको लागि सुरुमै भोलिपल्टै त पर्सिपल्ट नै एउटा न्यायिक आयोग गठन गरे भए को दोषी हो देखिन्थ्यो नि। त्यो दोषी भन्दा दुर्गै दोषी भयो अथवा लेङदेन नै दोषी भयो अथवा हाम्रो राणा नै दोषी भयो, दोषी त कारवाही पर्थे। जसले हिंसा मचायो, जसले बमण्डल गर्नुपर्छ, होइन सरकारकै हस्तक्षेपले चाहिँ यो उत्तेजना आएको हो भने त सरकारका पुलिसहरू कारवाही पर्थे। चाहिँ त्यो ठाउँमा त सरकार गएको छैन नि। त्यही कारण मलाई अहिले पनि लाग्छ ढिलो छिटो भए पनि न्यायिक आयोग बनायो भने धेरै तथ्यहरू खुल्छ। अनि त्यसो भएपछि त कारवाही गर्दा अलिक सो आयो पनि, होइन भने त यो त अहिलेको कारवाही त दमनकै निम्ति भयो। चाहिँ अब आन्दोलनमा आयो
अनि त्यसलाई हस्तक्षेप गरेर दमन गरियो सरकारले नै, अनि सरकारले नै त्यसलाई जेलमा हाल्यो। अब केही मान्छेहरूलाई छुनेपछि चाहिँ सबै राजावादी हाकावा हुन्छन् अनि आरामले शासन गरिन्छ भन्ने कुरोमा चाहिँ हिजो राजाले पनि ६३मा आरामले शासन गर्नको लागि माओवादीलाई दमन गर्ने, अनि माओवादी पनि टुङ्ग्याउने, चाहिँ दल पनि टुङ्ग्याउने, फेरि आरामले बसिन्छ भन्दा नागार्जुन जानुपर्ने स्थिति आयो। अब अहिले यी नेताहरूको यो बुद्धिमा चाहिँ राजावादी आन्दोलन दमन गर्यो भने कि आफू सुध्रिने र सुधार्ने ठाउँमा नगएर दमनको बाटो समाउन गए भने चाहिँ ६३ नै दोहोरिन्छ। सबैभन्दा बढी सुध्रिनु पर्ने अन्तिममा छौँ, अन्तिममा सुध्रिनु पर्ने यहाँले भने जस्तो त्यो कोमा जरुरी छ? कसले चाहिँ अहिले त हामीले नाम लिएका चारै नेता होइन, मुख्यतः दल भन्छ गणतन्त्रवादी शक्ति, त्यसमा पनि त्यो गणतन्त्रवादी शक्तिभन्दा चाहिँ अभेद्य भयो। चाहिँ त्यसमा पनि चारवटा पार्टीका चारवटा नेता, शेरबहादुर भयो, राम के अरे ओलीजी भयो, प्रचण्ड भयो, अनि माधव भयो, यिनीहरू चारजनाले सुधार्ने बाटो समाते भने चाहिँ सुधार्ने भनेको पहिले पार्टी सुधार्नु पर्यो। यिनै नेता कालामुख लाएर आएर मान्छेले पत्याउँदैनन्। अनि पार्टी सुध्रिनु पऱ्यो, गनाएका नेतालाई छोड्नु पऱ्यो, राम्रा नेताहरूलाई कार्यक्रम राम्ररी बनाएर लिएर जाऊ भने एडभाइजरमा जानु पऱ्यो, एक्जिक्युटिभबाट यी हट्नु पऱ्यो एक। अनि संविधान सुधार्नु पऱ्यो। संविधान नेपाली जनताले अपनत्व अपाउने गरी एकछिन मान्नुहोस्, अहिले उनले राजतन्त्र नल्याउने अरे, लु ठिक छ, राजतन्त्र एकछिन नल्याऊ, चाहिँ त्यो गणतन्त्रलाई नै सुधार गर्नको लागि चाहिँ शासन प्रणालीमा चेन्ज गर। किन यो संसदीय राजनीति प्रणालीमा हजारौँ राजनीतिक कार्यकर्तालाई राज्यले पाल्नुपर्ने जुन सिस्टम आयो, किन सांसद मात्रै १०००-१२०० छन्, मन्त्रीहरू मात्रै देशमा ३00-४०० छन्, अनि स्थानीय निकायका पदाधिकारीहरू अध्यक्षहरू मात्रै त अध्यक्ष उपाध्यक्ष मात्रै १४-१५०० छन्, अनि वार्ड सदस्यहरू छन्। यी सबलाई राज्यले पैसा दिएर चाहिँ राज्यको अब अहिले भनौँ न 2 अरब रुपियाँ 2 खरब रुपियाँ वर्षको यो राज्यको राजनीतिक कार्यकर्तालाई पैसा दिनमा खर्च भएको छ। पैसा चाहिँ ऋण गरेर बजेट चलाएछन्। त्यो यो ठाउँबाट कम पैसाले प्रशासन चल्ने अनि भ्रष्टाचार नियन्त्रणको लागि एउटा माथिदेखि तलसम्म चाहिँ निकायहरू बनाएर गाउँ गाउँमा हुने भ्रष्टाचारलाई, नीतिगत भ्रष्टाचारदेखि लिएर डाइरेक्टली पैसा खाने जुन सिस्टम छ त्यहाँ कडा कानुन ल्याएर झ्यापझ्यापी उनीहरूलाई चाहिँ कारवाही गर्ने स्थिति आउने हो भने देशमा सुधार आउन सक्छ। त्यो सुधारको बाटोमा गए भने त एउटा चाहिँ गणतन्त्रै टिकेर जान सक्ने भयो। होइन, दमनको बाटोमा गयो भने ६३ साल दोहोरिन्छ, 12 बुँदे स्थिति नै चाहिँ क्यान्सल हुनसक्छ। मलाई लागेर म त चाहन्छु कि सुधारको बाटोमा जाऊ। चाहिँ अहिले पनि सुधारको बाटोमा गयो भने संविधान सुधारेर जान्छ। किन 7 सालको संविधान 15 सालमा क्यान्सल भयो, 15 सालको संविधान 17 सालमा क्यान्सल भयो, 17 सालमा आएको संविधान गएर 46मा क्यान्सल भयो, अनि 46को संविधान आएर अहिले फेरि 63-72मा फेरि क्यान्सल भयो। अब यसलाई पनि क्यान्सल गरेर अर्को संविधान ल्याउनुहुन्छ, यो त्यो पनि 10 वर्ष टिक्दैन। अनि 10 वर्षमा संविधान क्यान्सल गर्ने परम्परा भन्दा यसलाई सुधार्दै जाने, सिस्टमलाई सुधार्दै जाने अनि निष्कलङ्कित व्यक्तित्वहरूले चाहिँ राष्ट्रिय स्वार्थ राखेर काम गर्ने परिपाटीको विकास गर्नुभयो भने देशले स्थायित्व पाउँछ। त्यो दिशातिर जाऊ, नभए तिमीहरूको दुर्मतिले अहिले जम्मा जे गर्दै आछौ ६३ साल नै बोलाउँछौ, त्योभन्दा अर्को विकल्प आउँदैन। समय र संवादका लागि यो समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। हजुर धन्यवाद, मेरा केही भनाइ राख्ने मौका दिनुभयो, त्यसको निम्ति तपाईँ र तपाईँको टिभीलाई पनि धन्यवाद दिन चाहन्छु।